ल कुरा गरौँ। हामी यो एपिसोड रेकर्डिङ गरिरहेको बेलामा चाहिँ एउटा इन्डियाको ब्याड न्युज छ होइन। हाम्रो केआइआइटीमा अध्ययनरत प्रकृति लम्सालको डेथ भएको छ। त्यसको लागि चाहिँ हामी सम्पूर्ण मेरोवाडा परिवारबाट कन्डोलेन्सेस अफर गर्छौँ र साथसाथै केआइटीमा प्रोटेस्टमा उत्रिनु भएको स्टुडेन्ट्सहरू, हामी नेपाली स्टुडेन्ट्सहरू जति पनि हुनुहुन्छ उहाँहरूको सुरक्षित व्यवस्थापनको पनि अपिल गर्छौँ यहीँबाट र सबैजनालाई शुभकामना पनि दिन्छौँ र गभर्मेन्टले यसमा छिटो एक्सन लियोस् भनेर पनि हामी प्रार्थना गर्छौँ। यति भन्दै आज अलिकति डिफ्रेन्ट मोडलमा कुरा गर्न खोजिरह है, सधैँ क्वेसन र एन्सर गरेर आज अलिकति राउन्ड टेबलको डिस्कसन गरौँ भनेर। यो यसै पनि हट टपिक भइरहेकै थियो हाम्रो सोसल मिडिया भने। अझ राम्ररी भन्नुपर्दा आई थिङ्क योभन्दा अगाडिको युएस इलेक्सनको कुरादेखि जोड्दै जाउँ, अझ भन्नुपर्दा त अझ ओबामाको सेकेन्ड टेन्युरको टाइमकोदेखिको होइन, क्याम्ब्रिज एनालिटिकादेखि लिएर यत्रो धेरै कुराहरू आयो, फेसबुकदेखिको कुराहरू आयो र अहिले रिसेन्ट टाइम्समा हेऱ्यो भने त एलन मस्क र ट्विटरकै पनि धेरै कन्ट्रोभर्सी छ। एक्स सरी भन्नै मन नलाग्ने है, तर एक्स ब्राकेटमा फर्मली ट्विटर हुन्छ जहाँ पनि अनि त्यो फर्मली त फेरि कम्पनी नेम चेन्ज गरेर राख्नुपर्छ नि त अलिक टाइम त्यो अन्त। अनि त्यो भइरहेछ। फेरि अब स्याक्क सोसल मिडिया बिल पनि आयो, त्यसपछि राइट अवे त्यो आइरहेको समयमा इन्डियामा यो इन्डियाज गट ल्याटेन्टको इस्यु पनि आयो फेरि होइन। त्यही समयमा अलिकति अगाडि हाम्रो आशिका तामाङको इस्यु पनि थियो नेपालमा। तर यो कुरा त खास अलिकति वाक स्वतन्त्र हुँदा भनौँ न, यो त हाम्रो अलिक धेरै अगाडिको समयदेखि पनि डिस्कसन भइरहेछ नि त नेपालमा। प्रब्लमेटिक पनि देखिया छ अथोरिटीले लिएर एक्सन्स हेर्दा, तर एट द सेम टाइम लाइन कहाँ ड्र गर्ने हो भन्ने पनि सधैँ कुराहरू आइरहेछ। र विशेष गरी यसको चपेटामा परेर त कमेडियन्सहरू त हुने होइन विनय। अनि प्रणेशले रिभ्यू दिँदाखेरि पनि प्रणेश समात्यो, अनि त्यसपछि अपूर्वको केसमा पनि अपूर्व समात्यो, अहिले रिसेन्टली पनि अहिले एउटा सिमिलर इस्यु आएको छ होइन। तिमी अब फर्मर कमेडियन भनेर के अनि अहिले कन्टेन्ट क्रिएटर पनि हो, तर तिमी यसलाई कमेडियन भन्छु होइन। अनि यो तिमी आफै कन्टेन्ट क्रिएट गरेर बेलामा चाहिँ यो हेर्छौ कसरी? लाइक तिमीले त कन्टेन्ट क्रिएट गरेर त यही नेपाली कन्ज्युमरको लागि त हो नि प्राइमेरीली होइन, तर सोसाइटी कहाँ छ त तिमीले गर्ने? अथवा लेट्स से ओभरअल यो कमेडी जनरमा भएको हाम्रो कन्टेन्ट क्रिएटर्सहरूले क्रिएट गर्ने कमेडी, सार्काजम र अन्य डेलिभरीहरू हाम्रो समाज अहिले पचाउन सक्ने त्यो स्थितिमा छ? यो अलिकति नुआन्स्ड छ जस्तो लाग्छ मलाई। अब फरक फरक कमेडियनहरूको फरक फरक टाइप अफ अडियन्स हुन्छ। अनि जस्तै विशाल गौतमको एउटा सेट अफ अडियन्स होला, त्यो सेट अफ अडियन्स बाहेकको अडियन्सले उसको कन्टेन्ट कन्ज्युम गर्यो भने त्यो उसलाई पाच्चे हुँदैन होला। त्यही भएर इस्यु पनि आइरहेको हुन्छ। सो समाज कहाँ छ भन्दा पनि यो अलिकति नुआन्स्ड क्वेसन भयो। सबैको सेट अफ अडियन्सेसहरू हुन्छ, अनि त्यो सेट अफ अडियन्सभन्दा बाहिर जाँदाखेरि चाहिँ अब यो पाच्चे अपाच्चेको कुरा आउँछ। तर म चाहिँ के बिलिभ गर्छु भन्दाखेरि फ्री स्पिच भन्ने चिज हुनुपर्छ, बोल्न पाउनुपर्छ र यो फ्री स्पिचमा चाहिँ आइडियाजहरू फाइट गर्ने हो। इन्स्टिट्युसनहरू बिचमा आएर इन्भल्भ गर्ने भन्दा पनि, जस्तै इफ आई वान्ट टु डिसएग्री विथ यु, तपाईँ र म चाहिँ तपाईँको र मेरो चाहिँ आइडियाजहरू एक्सचेन्ज हुनु पऱ्यो, तपाईँ र म चाहिँ बहस गर्नु पऱ्यो, त्यहाँबाट चाहिँ केही चिज निस्किन्छ यो डन्डा चलाउने भन्दा पनि। सो द्याट्स वाट आई बिलिभ इन। तिमीले अस्ति तिम्रो बनाएको भिडियोमा पनि टक्ले दाईवाला एक्जाम्पल दिएको थियो नि एउटा होइन। टक्ले दाई भन्दाखेरि तिमीले अफेन्सिभ फिल गर्यो भने, अफेन्डेड फिल गर्यो भने तिम्रो कोर्स अफ एक्सन के हुन्छ? तिमीले के गर्छौ? जस्तै म रिसाउँछु होला, म अफेन्डेड फिल गर्न त पाएँ नि त होइन। तर अब मलाई टक्ले भन्ने मान्छेलाई चाहिँ मैले अब पुलिस कम्प्लेन गरेर दुःख दिन थालेँ भने चाहिँ प्रब्लली त्यो चाहिँ अलिकति मिल्दैन होला। म अफेन्डेड हुन पाएँ, मजाले पाएँ, भन्न पाएँ होला होइन। तर अपराधै त होइन होला नि त टक्ले भन्नु। सो आई थिङ्क त्यो इन्डिभिजुअल इन्टरप्रिटेसन हो।
मैले चाहिँ त्यसरी हेर्छु। तिम्रो मान प्रतिष्ठामा आँच आएन? मेरोमा आएन। मलाई त टक्लै पनि भन्दैन, मलाई एभ्री सिङ्गल एपिसोडमा दराजमा किनेको नवीन के भट्टराई भन्छ। अफेन्डेड फिल भएको छ दराजमा किनेको नवीन के भट्टराई। म अफेन्डेड भएको छैन अहिलेसम्म। यही कुरालाई अलिकति सुमनातिर पनि ड्राइभ गर्छु है त। सुमना, एउटा आर्टिकल आएको थियो होइन रिसेन्टली, फगट टेकमा थियो कि अनलाइन खबर थियो, आई थिङ्क टेकमा थियो जस्तो लाग्छ। वुमेन पार्लियामेन्टेरियन्सहरूलाई चाहिँ एकदमै धेरै त्यो आउँछ भनेर एउटा रिसर्चको बारेमा पब्लिस गरेको थियो। हरास गर्नेदेखि लिएर कमेन्ट्सहरू यो खाले आउँछ यस्तो खाले आउँछ भन्दाखेरि तिम्रो पोस्टमा त हेऱ्यो भने जेनरली देखि नै आउँछ हामीले पनि होइन। के हुन्छ त्यसले कतिको असर गर्छ, अथवा डु यु फिल अफेन्डेड, अनि त्यसले तिमीले गर्ने कामलाई अफेक्ट गर्छ कि गर्दैन? यो चाहिँ एभोल्युसन भएको छ होइन। 2 वर्ष अगाडिको र अहिलेको मेरो रियाक्सन डेफिनेटली अपडेट भएको छ। जुन बेला म पब्लिक स्फियरमा भर्खर आएको थिएँ एन्ड त्यो पब्लिक फिगर हुनु भनेको के हो भनेर त्यो त अल अफ सडन भयो नि होइन। त्यति बेला पब्लिक फिगर भएपछि द लेभल अफ स्क्रुटिनी बढी हुन्छ भन्ने त्यो थ्योरिटिकल नलेज थियो, तर प्र्याक्टिकालिटीमा कसरी आउँछ भनेर थाहा थिएन होइन। सो यो लेभल अफ एकदम कमन फ्रेमिङ आउने, एउटा यो विदेशी भन्ने, अमेरिकामा पढेपछि CIA एजेन्ट भन्ने, अर्को युरोपियन बुढा भएपछि EU एजेन्ट भन्ने, त्यो कन्टिन्युस सेट अफ त्यो आउँछ होइन। त्यसपछि कहिलेकाहीँ अर्को सेट अफ आउने भनेको हो के भन्छ काठमाडौँमा हुर्केको नेपाल नबुझेको आउँछ। त्यसपछि अर्को एकदम डेरोगेटरी लाइक स्वेयर वर्ड्स युज गरेर पनि आउँछ होइन। पहिला चाहिँ नि मलाई लाग्थ्यो किन यस्तो भइरहेछ, मैले त लाइक विथ अल गुड इन्टेन्सन काम गरिरहेको छु भनेर। आई ह्याड भेरी लो टाइम्स एज वेल, स्पेसली वेन यो प्रपर मिडियाले मिनिस्कर्ट जर्नलिस्ट भयो कि मिनिस्कर्ट सांसद भनेर एकदम स्लिजी त्यो फोटो खिचेर राखेको थिएँ। त्यति बेला चाहिँ हर्ट भएको थियो, किनभने ल इन्डिभिजुअल्ली लेख्छ त्यो ठिक छ होइन, तर प्रपर जर्नल त्यो एडिटोरियल बोर्ड भएको ठाउँमा त यो लेभलको इन्सेन्सिटिभिटी हुनु चाहिँ नि अचम्म लागेको थियो होइन। त्यो फेजबाट अहिले आइसकेपछि चाहिँ नि म चाहिँ नि आई थिङ्क 2.5 years अफ पार्लियामेन्टेरियन भइसकेपछि मलाई चाहिँ नि सबै कुराको यो उत्पत्ति कहाँबाट भयो होइन, सोर्स कहाँबाट छ, त्यो सोर्सलाई यदि हामीले ट्याकल गर्ने हो भने एक लेभल अफ मिडल पोइन्ट पनि आउँछ जस्तो लाग्छ होइन। अहिले चाहिँ नि तिमीले सोधेको कस्तो लाग्छ भन्दाखेरि आजकल चाहिँ नि ओके भनेर इम्प्याक्ट चाहिँ नि पर्दैन होइन। पछि भन्दाखेरि पनि त्यो स्पेसली विदेशी शब्द किन प्रयोग हुन्छ भन्दाखेरि एउटा चाहिँ नि पोलिटिकल ट्रोल्सहरू नै छन्। यु क्यान एक्ज्याक्टली टेल ठ्याक्क अकाउन्ट ब्लक गरे हुन्छ, अनि एउटा युनिभर्सिटी अथवा टिचर भनेर आइडेन्टिटी राखेको हुन्छ, अनि त्यो त्यस्तो अकाउन्टबाट आजकल एकदम कोअर्डिनेटेड अट्याक हुन थालेको छ होइन। अनि अर्को अट्याक इज भेरी कोअर्डिनेटेड अङ्ग्रेजीमा अट्याक हुन थालेको छ, आई क्यान सी द प्याटर्न क्या। अनि अर्को चाहिँ नि कमन यो नन त्यो के भन्छ साइबर सेना नचलाएको ठाउँबाट आउँछ होइन। तर विदेशी भन्ने किन राख्छ भन्दाखेरि हाम्रो अल दिस अब यो सन्धिहरू हुँदाखेरि हाम्रो पोलिटिकल ल्याङ्ग्वेज वाज बेसिकली देश बेच्यो भन्ने जुन शब्द छ नि, त्यहाँबाट यो एनिथिङ द्याट ह्याज एनिथिङ टु डु विथ बाहिर पढेको होस् के गरेको होस् त्यो भइसकेपछि चाहिँ नि वी सुड नट ट्रस्ट भन्ने त्यहाँबाट उत्पत्ति भएको जस्तो लाग्छ कि होइन। फर्स्ट यो त आजको भोलि त रिसाउने हुने नि त, त्यो त इयर्स एन्ड इयर्स अफ सबकन्सियसमा भुटेर आएको होइन, एउटा त्यहाँबाट आउँछ। दोस्रो त पोलिटिकल ट्रोल्सहरू त यु निड टु डु एभ्रिथिङ टु गिराओ उसको मर्नुबल भन्ने हुन्छ, त्यो अर्कोबाट आउँछ। तर र तेस्रो चाहिँ नि पिपल मलाई लागेको पिपल जेन्युनली फिल कहाँ राखेर पोख्ने त मेरो लाइक मलाई म डिसेटिस्फाइड छु भने राख्ने ठाउँ खै त छैन नि त खास भन्ने हो भने होइन। अनि अब यो किबोर्ड वरियर हुन एकदम सजिलो पनि छ होइन। अनि किबोर्डको पछाडि बसेर जुन तरिकाले लेखिन्छ मलाई लाग्छ हामीले आम्ने सामने भेट्ने हो त्यस्तो भनिन्न जस्तो लाग्छ। अनि हाम्रोमा यो टेक्नोलोजी भन्ने कुरा वात्तै आयो, कहिले पनि यसमा कसरी बिहेभ गर्ने नगर्ने, यसको यस्तो गऱ्यो भने यस्तो हुनसक्छ, यतिसम्म हामीले सामाजिक सञ्जाल भन्दैछौँ। अहिलेसम्म नेपाल गभर्मेन्टले प्यारेन्टल कन्ट्रोल्स भनेको के हो, बच्चाहरूलाई कसरी टेक केयर, त्यो फिटिक्क गरेको छैन क्या। सो इट्स लाइक अब इमेजिन भोलि चाहिँ नि टेलिपोर्टेसन डिभाइस आयो भने कसरी बिहेभ गर्छौँ होला
त्यो थाहा नभएको हो। अनि त्यो पर्सपेक्टिभमा चाहिँ नि सेन्सिटाइजेसन जिरो भएको जस्तो लाग्छ मलाई। ठ्याक्क त्यो एउटा रिङटोनमा बजाइदिएर मात्र हुँदैन नि होइन। द्याट इज आई थिङ्क त्यो छ। त्यसैले मैले त्यही भने तिमीले क्वेसन सोद्धाखेरि यो आउँछ होइन, पहिला गाह्रो हुन्थ्यो, अहिले त खास इट रियली डज नट इम्प्याक्ट मी बिकज आई सी वेयर इट्स कमिङ फ्रम। अनि मेरो दिमागमा चाहिँ नि अलराइट आई निड टु कन्भिन्स दिस सेट अफ पिपल भन्ने चाहिँ नि आई थिङ्क इफ यु लुक एट इट फ्रम अ कम्प्यासनेट पर्सपेक्टिभ त्योसँग डिल गर्ने एकदम त्यो डिफ्रेन्ट प्लेनमा जान्छ, त्यो भएको छ अहिले। तर या आई मिन आई थिङ्क पिपल आर भेरी एङ्ग्री। अनि कहाँ राख्ने भन्दाखेरि सामाजिक सञ्जालमा राखिरहेको छ। राष्ट्रले अघि भनिरहेको थियो नि होइन, के अरे तिमीलाई नि के आउँछ अरे मलाई तिमीलाई त्यो कन्टेन्टहरू कन्टेन्टमा राख्दा के आउँछ अरे कमेन्टहरू तिम्रो? मलाई त खतरा आउँछ, खतरा थियो। मलाई याद भएको अब भन्न फेरि भन्यो भने फेरि मुद्दा पर्ने हो कि डर लाग्छ होइन। नभन नि त, आजकल त त्यस्तै छ। आफूलाई डिफेन्ड गर्न मिल्छ भने थ्याङ्क यू होइन। आफूलाई चार्ज गर्नु मिल्दैन, फेरि एउटा खल्तीबाट अर्को खल्ती हुन्छ। तर होइन सोसियल मिडियामा गाली त आउँछ। अनि एउटा पब्लिक फिगर भएपछि अब विश्वव्यापी रूपमा पनि एक टेक्निकल्ली अब हामीले कानुनी हिसाबमै कुरा गर्नुपर्दाखेरि चाहिँ विश्वव्यापी रूपमा हामीले हेर्नु पऱ्यो भने नि एज सुन एज युआर इन द इमेज अफ पब्लिक हाम्रो डिफेमेसनदेखि अन्य लेभलको हामीले रिक्वायरमेन्ट पनि हायर लिएर जान्छौँ कि। जुन चाहिँ नर्मल पब्लिकलाई एउटा कुरा भन्दाखेरि डिफेमेसन वा नराम्रो हो भन्ने कुरा हुन्छ, त्यो चाहिँ पब्लिक फिगरलाई त्यही कुरा भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ म्यालिसको कुरा देखाउनु पर्छ, अरूमा म्यालिस देखाउनु परेन। तर पब्लिक फिगरलाई भन्दाखेरि चाहिँ त्यहाँ म्यालिस गरेर उसलाई केही हर्ट गर्न नै भनेको हो भन्ने एङ्गलबाट प्रुभ गरे मात्रै हायर लेभल अफ डिग्री माग्ने भएको कारणले गर्दाखेरि चाहिँ वन्स यु आर इन द आइज अफ पब्लिक त्यहाँमा चाहिँ अलिकति थिक स्किन गर्नै पर्ने हो। हुन त मान्छे हो, मनमा ऊ त पर्छ, तर लले पनि त्यसरी चाहिँ हेरेको छ। अब गाली त आए, म त अब अझै मैले त कन्टेन्ट बनाउनु थाले पनि 8 वर्ष भयो होइन। अब 8 वर्षमा धेरै गाली खाइयो, धेरैको ऊ गरियो, मेसेज आयो, के भन्यो होइन, डलरदेखि लिएर धेरै कुरा भन्यो होइन। हुन त युट्युबले डलरमै तिर्छ त्यसैले नि होला है। तर होइन, तर त्यो भन्दा अहिले बानी परिसकेको छ भन्नु पऱ्यो। अहिले मेरो विचारमा चाहिँ मलाई चाहिँ जेनरली बानी परिसकेको छ। र म आजकल चाहिँ खासै धेरै कमेन्ट हेर्दिनँ। फर्स्ट आएको कमेन्टहरू कसले चाहिँ राम्रोसँग रेस्पोन्ड गरेर चाहिँ हेरेर मैले नेक्स्ट टाइमदेखि यो कुरामा चाहिँ हेर्नुपर्ने हुन्छ भन्ने एङ्गलसम्म लिउँला। त्योभन्दा बियोन्ड गरेर चाहिँ मैले हेर्नै छोडिदिइसकेँ अहिले चाहिँ। तर तिमी त मल्टिपल केसेसहरू पनि लडिरहेछौ होइन, लडेको थियौ। हजुर। अनि अझ यही फ्रिडम अफ स्पिचकै कुरालाई लिएर पनि होइन धेरै कुरामा। सो त्यो तिमीले के देख्छौ त, कस्तो खाले न्यारेटिभ सेट भएर त्यो केस कोर्टसम्म पुग्यो हुन्छ? अब जेनरली कस्तो देखिन्छ भन्दाखेरि न्यारेटिभ भन्ने भन्दा पनि यो कानुनकै मिसयुज हो भनेर भन्छु कि। नेपालको सबभन्दा अहिले प्रब्लमेटिक कानुन अहिलेको भन्दा पनि यो कानुन आउनुभन्दा अगाडिको भनेको हामीले विद्युतीय कारोबारको ऐनको दफा 47 भन्छौँ। फेरि त्यसलाई क्यान्सल गरिहाल्यो भने धेरै भिक्टिमहरूले पनि जस्टिस नपाउने कारण भएको कारणले गर्दाखेरि त्यसलाई च्यालेन्ज गरेर गइहाल्ने खालको सिचुएसन पनि नरहेको स्थिति छ कि। यो कहाँबाट निकालेर आयो भने नेपालमा इन्डियाको चाहिँ सेक्सन 66A छ आइटी एक्टको, त्यहाँको सेम टु सेम साभार गरेर निकाल्ने हो। इन्डियामा त्यसलाई च्यालेन्ज भनेर अनकन्स्टिट्युसनल भनेर स्ट्राइक डाउन गरियो होइन। नेपालमा चाहिँ किन गर्न, हामी पनि जान सक्नुपर्ने हो नि त जस्तो भन्लान्। तर मैले चाहिँ के सोचेँ भने म चाहिँ यदि यो स्ट्राइक डाउन गर्न गयो भने आज, तर भोलि के हुन्छ भन्दाखेरि अर्को 50-100 जनाले चाहिँ अहिले कानुन नबनाएको कारणले गर्दाखेरि उनीहरूले चाहिँ अधिकार नपाउलान् कि भन्ने डर पनि भयो कि। यसलाई परिमार्जन गर्नुपर्छ भनेर धेरै मैले त अब म प्रणेशलाई समाते नि 7 वर्ष भइसक्यो। 7-8 वर्षदेखि हामीले त कुरा उठाउँदै आइरहेका छौँ यो दफा 47लाई चेन्ज गर्नुपर्छ भन्ने हिसाबमा। तर त्यो अहिलेसम्म चेन्ज भएको छैन। त्यसलाई चेन्ज गर्नुपर्ने हो। स्ट्राइक डाउन गऱ्यो भने फेरि लिगल सिस्टम हाम्रो साइबर ल धानेकै त्यही छ। 95% केस हाम्रो त्यही दफा 47को अन्तर्गत आउँछ होइन, इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्टको। सो त्यो कारणले गर्दाखेरि त्यो छ। अनि मैले के न्यारेटिभ के छ भन्दाखेरि 3-4वटा न्यारेटिभमा बसेको छ कि पावर र मासको उसको युज गरेर चाहिँ एम्बिगियस कानुनलाई चाहिँ कुनै पनि तरिकाले मोडेर मान्छेलाई दुःख दिन सकिन्छ भन्ने न्यारेटिभबाट चाहिँ मुद्दाहरू जेनरली अगाडि बढेको देखेको छु मैले चाहिँ। सो त्यो कानुन छ भन्दैमा सबैजनालाई हार्म हुन्छ। मैले एउटा स्टेटस लेख्दैमा एउटा कुरा भन्दैमा म जेल जान्छु भन्ने होइन, तर त्यो कुरा कसैलाई पावर छ, उसले पावर युज गर्न सक्छ, पावरको युटिलाइजेसन गर्न सक्छ भने उसले चाहेको खण्डमा त्यो मान्छेलाई चाहिँ जेल पठाउन सक्छ भन्ने न्यारेटिभबाट चाहिँ आएको चलिरहेको छ देशको स्थिति जस्तो लाग्छ मलाई चाहिँ। तर कानुन हुँदैन भए त होइन नि हो र, यो पर्टिकुलर सोसल मिडिया इट्सल्फमा हुने रेगुलेसनलाई भइरहेको कुरालाई रेगुलेट गर्न छ त जताततै छ। हामीले मुलुकी अपराध संहिताको प्राइभेसी सम्बन्धी च्याप्टर हेरौँ, त्यहाँ यहाँभन्दा बेटर छ।
अनेस्टली भन्दाखेरि होइन। यहाँभन्दा बेटर प्राइभेसीका कुराहरू, फेस कट गर्न हुँदैन भन्ने कुराहरूदेखि लिएर मल्टिपल कुराहरू त्यहाँ अलरेडी नै छ। भनौँ इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्टभित्र नै तपाईँको दफा 45-46 हेऱ्यौँ भने त्यहाँ अनअथराइज एक्सेसदेखि लिएर तपाईँको चाहिँ सोर्स कोड बिगारिदिने र अन्य कुरा बिगार्ने कुराहरू अलरेडी त्यहाँ राखिसकिएकै छ। 47 को त कुरै नगरौँ, त्यहाँ सबै कुरा एकै ठाउँमा खिचडी बनाएर राखिएकै छ 47 मा त होइन। प्राइभेसीकै कुरा अर्को तरिका गर्ने भने हाम्रो इन्डिभिजुअल प्राइभेसी एक्ट छ होइन 2075 को, त्यसले नै हेरिरहेको छ। बालबालिका सम्बन्धी कुरा गऱ्यो भने बालबालिका सम्बन्धी ऐनको अन्तर्गत राखिएकै छ होइन। अब सेक्सटर्सनको कुरा गर्ने भने एक्सटर्सनको हाम्रो छुट्टै कानुन छँदैछ होइन। सो यहाँ लेखिएको कुनै पनि विषय चाहिँ मेबी एउटा साइबर बुलिङ जसको डेफिनेसन पनि मिलेको छैन खासमा होइन, त्यो बाहेक चाहिँ मेबी कुनै पनि यस्तो कानुन यहाँ छैन जुन चाहिँ अलरेडी हाम्रो कानुनमा एक्जिस्ट गरिसकेका छैन भने कुनै पनि कानुन देखाएको छैन। मेबी अगाडिको रेगुलेसन पार्ट यहाँ रेजिस्टर गर्नुपर्ने यो गर्नुपर्ने पार्ट यस त्यो छैन, त्यो गराउन सकिने एउटा ठाउँ भयो भने अन्य जुन चाहिँ हामी सिटिजनलाई पर्ने दुःख छ नि त्यसको बारेमा त अलमोस्ट सबै ठाउँमा कानुन एक न एक तरिकाले त आइसकेको छ। मलाई चाहिँ त्यस्तो लाग्छ। You were about to add something soon. I don't know if I lost train of thought. No, okay. I also wonder, whether it is a case of not realizing हाम्रोमा जे कुरामा पनि कानुनको डन्डा देखाएर तर्साउने बानी छ अनि रियलाइज चाहिँ के गर्दैन हामीले गरिरहेको छैन जस्तो लाग्छ भन्दाखेरि हामीले त त्यस्तो सोसाइटीको परिकल्पना गर्नुपर्ने हो जहाँ कानुनको डन्डा नभएको केसमा पनि वी बिहेभ इन अ सर्टेन वे हो नि त होइन। त्यो कोहेरेन्स ल्याउने भन्ने हो कि त्यो म टलरेन्स भन्दिनँ, एक्सेप्टेन्स के टेकिङ द पर्सपेक्टिभ फ्रम टलरेन्स टु एक्सेप्टेन्सकोमा लानको लागि कसैले मेहनतै गरेको देख्दिनँ होइन। किनभने यो डेपुटी मेयरकोमा छ होइन राष्ट्र लाइक त्यो विवाद मिलाउने त्यो छ के, अनि हरेक पालिकामा छ डेपुटी मेयर हुन्छ नि होइन। त्यो डेपुटी मेयरको रोल एकदम अभिभावकको जस्तो हुन्छ कि खास तिम्रो र उसको घर झगडा पऱ्यो भने कोर्टमा जानुभन्दा मेयरकोमा गएर कुरा गरौँ त भन्ने न्यायिक समिति भन्ने हुन्छ होइन, न्यायिक समिति हुन्छ कि यु क्यान स्टिल कन्टेस्ट द्याट इन कोर्ट, इट्स नट फाइनल। तर जे कुरामा पनि यो हाम्रो कोर्ट सिस्टम आई रिमेम्बर त्यो कानुनको बजेट बनाउँदै गर्दाखेरि यति धेरै ब्याकलग छ हामीलाई चाहिँ नि न्याय भनेको अदालतमा मात्रै पाउँछ भन्ने कुरा दिमागमा छिराइया छ भर्सेस एउटा कुरा लिगल होला, अर्को कुरा त के भन्छ इट्स अल्सो अबाउट सेयिङ अलराइट वी निड टु कम टु अ कमन पोइन्ट एज कुरा गरेरै भनेर त्यो बाटो चाहिँ नि अहिलेसम्म मैले देखेकोमा कतै एक्सर्साइज भएको मलाई लाग्दैन कि। यदि त्यो एक्सर्साइज भएको भए यति धेरै ब्याकलग हुन्थ्यो कि अदालतमा होइन, अनि सबै कुरामा म तिमीलाई मुद्दा हाल्छु भन्थ्यो कि म मेरो उपमेयरकोमा जान्छु भन्थ्यो होला। त्यो पर्सपेक्टिभ एउटा पनि मिसिङ छ जस्तो लाग्छ। एन्ड द्याट वाज आई थिङ्क द केस विथ आशिका तामाङ। उहाँलाई सम्झाउने कतिवटा कुरा थियो होइन, बोलाएर यस्तो नगरौँ, प्रहरीले पनि बोलाएर सम्झाउन सक्थ्यो, प्रहरीले उपमेयरकोमा पालिकाको उपमेयरकोमा पठाइदिन सक्थ्यो होइन, त्यो पनि गरेन, अथवा सिडिओले पनि बोलाएर सम्झाउन सक्थ्यो होइन। त्यो मल्टिपल डिफ्रेन्ट केसमा मैले भनेको चाहिँ अभिभावक त के होइन, तिमीले गल्ती गर्यो भने आल स्ल्याप यु, आल पुट यु इन नटी कर्नर मात्र होइन कि म तिमीलाई बुझाउन चाहिँ नि एकताली कुरा गर्न खोज्छु नि भन्ने त्यो कोहेरेन्स चाहिँ नि आई फिल इट इज रियली ल्याकिङ इन आवर सोसाइटी। अनि मेरो फियर इफ यु वर टु अलाउ मी इज हाम्रो पहिला हाम्रो लाइक ओके एजुकेसनमा भन्यो भने माथेमा सर भन्ने एउटा नाम आउँछ जसलाई वी अल लिसन टु वाट हि सेज होइन। त्यस्तै हरेक विधामा एकजना मान्छे छ, त्यो 80 इयरको जेनेरेसन गइसकेपछि के हुन्छ भनेर त्यो एउटा अलिकति कोहेरेन्स ल्याइदिने मान्छेहरू पनि होइन त्यो हामीले बनाइरहेको छैनौँ जस्तो लागिरहेको छ। विनायक तिम्रो स्टाइल अस्ति तिमीसँग कुरा गर्दा पनि भनेको थियौ नि त होइन, मलाई मनपर्ने मलाई खास गर्न मन लागेको काम मैले गर्न नसकेको काम तिमीले गरे जस्तो लाग्छ। जन अलिभरको जस्तो कन्टेन्ट छ, तिम्रो कन्टेन्ट मलाई एकदम भेरी सिमिलर लाग्छ होइन। वेयरएज त्यो सोसाइटीको लागि जन अलिभरको कन्टेन्ट अलिकति एक्सप्लेटिभ हुँदा पनि होइन, त्यो वर्ड्सहरू युज गर्दा पनि ठिकै छ होला, तर यहाँ त चल्दैन। त्यो कन्टेन्ट बनाएर बेलामा तिमीलाई कतिको बदर गर्छ कि यहाँ चाहिँ कसले के सोचेर के सुनेर के बोलिदिने हो भनेर? जस्तै कस्तो भन्दा युट्युब सुरु गर्दाखेरि चाहिँ
को पुरानो भिडियो हेर्नु भने त बोल्दैछु छु मैले नि त्यो उमेर हुन्छ नि त एउटा। अनि तर जब बिस्तारै अडियन्सहरू बढ्दै जान्छ अनि अडियन्सहरूले पोइन्ट आउट गर्न थाल्छ त्यो कन्स्ट्रक्टिभ क्रिटिसिजमहरू के गाली होइन कि कन्स्ट्रक्टिभ क्रिटिसिजम आउँछ जुनले चाहिँ दिमागलाई हान्छ कि है भनेर मेरो पनि रेस्पोन्सिबिलिटी छ नि त टुवर्ड्स सोसाइटी। सो त्यो चाहिँ बिस्तारै इभल्भ हुँदै आछ मेरो केसमा भन्ने हो भने। जस्तै मैले भेट्दाखेरि नि तपाईँलाई भनेको थिएँ पहिला म जे मन लाग्यो त्यही गर्नलाई खोल्या हो थियो भने होइन अब चाहिँ अलिकति रेस्पोन्सिबल हुनुपर्छ यत्तिकै जे पाए त्यो बोल्दिन पाइएन इम्प्याक्ट छ नि त बोलीको पनि। सो यो चाहिँ एउटा पोइन्टमा बदर गर्दैन थियो भने एउटा पोइन्टमा अलिक बढी कन्सियस र अहिले झनै बढी कन्सियस। तर बट एट द सेम टाइम के पनि हो भन्दाखेरि अनपपुलर चिज भए पनि बोलिनु चाहिँ पर्छ यो कुराहरू भन्ने चिजहरूमा चाहिँ फिल्टर हुँदैन। सो सेल्फ सेन्सरसिप बेस्ट फर्म अफ सेन्सरसिप मेरो लागि चाहिँ। सो त्यही नै हो। यो ओपन क्वेसन राखिदिन्छु है त फ्लोरमा सबैजनाको लागि। मलाई रियलाइजेसन कहाँ भएको थियो नि यो इकमर्स बिल आउँदाखेरि जब बिल हेरेपछि रियलाइजेसन भएको पार्ट चाहिँ कस्तो भन्दा यो बिल किन आएको भने जस्तो लाग्यो कि किनकि त्यसले सेक्टरको त्यो भाव पनि होइन एड्रेस गर्न नसक्या। अनि भरे बेसिकली इट वाज जस्ट अ डिफ्रेन्ट फर्म अफ कन्ज्युमर प्रोटेक्सन एक्ट भने जस्तो लाग्यो। सो कन्ज्युमर प्रोटेक्सन एक्ट त त्यहाँ अलरेडी छ होइन। अझ कति कुरा त कन्ट्राडिक्टिङ थियो फेरि कन्ज्युमर प्रोटेक्सन एक्टसँग। सो पसलमा बेच्यो भनेर अनलाइन बेच्यो भने एउटै चिजको फरक लाग्ने खालको इस्युजहरू भयो होइन। त्यो डिबेटेबल नै छ त्यो कुरा पनि। यो बिल हामीलाई चाहिने नै हो त अहिले भन्ने चाहिँ मेरो क्वेसन हो कि। वेयर एज लेट्स अल्सो थिङ्क कि यो आउँदाखेरि अब होइन म अर्को कुरा पनि भन्छु है ल के कस्तो भन्दा इन्डियामा एउटा रमाइलो यो आइटी एक्ट छ नि आइटी एक्टले धेरै कुरालाई एड्रेस गरिदिएको छ कि जस्तो इकमर्सलाई पनि एड्रेस गरेको छ उनीहरूले होइन। यो साइबर सेक्युरिटीको कुरालाई पनि एड्रेस गरेको छ यो भाइलेन्सको पार्टहरूलाई पनि धेरै कुरालाई एउटै बिलले मजाले एड्रेस गर्न सकेको छ नि त। हाम्रोमा चाहिँ त्यही इकमर्स बिल आउँदा रियलाइज भयो आइटी एक्ट जस्तो एक्ट चाहिँ हामीले किन नबनाएको किनकि त्यही एउटाले त धेरै कुरा एड्रेस गर्न सक्थ्यो नि त। मल्टिपल यो बनाएको संसदलाई बिजनेस मात्रै दिनको लागि बनाए जस्तो गर्न भन्दा त होइन। तर हामीले होलसम एउटा एक्ट नबनाएर यो अहिले फेरि सोसियल मिडिया बिल आउँदा त अब अझै हाम्रो आइटी एक्ट अझै आएको छैन होइन आउनुपर्ने धेरै अगाडिदेखि सुने साइबर सेक्युरिटीको पनि छुट्टै आउँदैछ भन्ने सुने अब होइन। किन चाहियो सब फरक मैले त्यही भने होइन यो चाहिने हो त अहिले यो के छ राष्ट्रबाटै सुरु गरौँ मबाट कानुन ज्ञाताबाट। म त कानुन ज्ञाता भन्दा पनि के हो तिम्रो टाइटल? मेरो टाइटल बोल्ने मान्छे ऱ्यान्डम नेपाली भन्यो नि कन्टेन्ट क्रिएटर हो होइन। मेरो बोल्ने मान्छे पढाउँदा नि बोल्नुपर्छ कन्टेन्ट गर्दा नि बोल्नुपर्छ अदालतमा नि बोल्नुपर्छ मेरो काम बोल्ने मान्छे हो होइन। सो मेरो टाइटल बोल्ने मान्छे। सो बेसिकली मलाई के लाग्छ भनेर भन्दाखेरि चाहिँ हामीले यो फेरि मैले रिपिट गरेको छु जहाँ जाँदाखेरि पनि मेरो चाहिँ रिपिट भएको भइ आउँछ जस्तो लाग्छ यो कुरा। मैले नेपालको हामीले एउटा किताब पनि लेखेको एनजिएसँग मिलेर असाङ्कन र मैले चाहिँ एउटा किताब पनि लेखेको थियौँ नेपालको सबै केस लिटरली तपाईँको 2067देखि लिएर 77 मैले ठ्याक्कै डेट बिर्सेँ सम्मको एभ्री सिङ्गल केस साइबर क्राइमको पल्टाएर होइन नेपालमा भएको डिसिजन के भयो कति भयो कसरी भयो के भयो भनेर हामीले एउटा 110-120 पेजेसको एउटा किताब लेखेको थियौँ कि कस्तो खालको केस आयो यो सबै कुरा भन्ने तरिकाले एनजिएसँग। अनि त्यो बेला नै हामीले एउटा रेकमेन्डेसन के गरेको थियौँ भन्दा त्यो बेला पनि र त्योभन्दा अगाडि पनि हामीले के भन्थ्यौँ भन्दाखेरि कानुन चाहिँ कस्तो भयो भने नेपालमा 5वटा सेक्सनले चाहिँ नेपालको साइबर ल चलिरहेको छ भन्ने भयो कि। मैले फेरि आउँछु विद्युतीय कारोबार ऐनको दफा 45देखि सुरु हुन्छ तपाईँको 45, 46, 47, 48 अनि 49सम्म अनि अलिअलि तलसम्म झर्छ। तर मेन चाहिँ मेजर कानुन चाहिँ त्यहीँ गएर अड्क्यो। अनि त्यही 5वटा कानुन 5वटा सेक्सनको आधारमा देशको ओभरअल साइबर सेक्युरिटी होस् कि साइबर सेक्युरिटी पनि के होइन देखि लिएर सोसियल मिडियादेखि लिएर सबै कुरा त्यसले रेगुलेट गरिरहेको छ नि। एउटा फिनटेकसम्मै छ नि फिनटेकसम्म पनि छ यस सबै कुरा त्यो 5वटा सेक्सनले रेगुलेट गरिरहेको छ। एनआरबीको आफ्नो ठाउँमा होला त्यो बाहेक अन्य सबै कुरा त्यति 5वटा सेक्सनको आधारमा हामी टेकेर बसिरहेका छौँ। किनभने अन्य ठाउँमा भएको कानुनको त कसैलाई ज्ञातै छैन कि। मैले भने नि जुन चाहिँ मुद्दा त उसको अन्तर्गत पनि हाल्न मिल्थ्यो होला अपराध संहिताको अन्तर्गत पनि हाल्न मिल्थ्यो होला अन्यको अन्तर्गत हाल्न मिल्थ्यो होला तर होइन मान्छेलाई के गर्नु छ त्यही 5वटा सेक्सनको अन्तर्गत पुलिसका पक्राएर नै तपाईँको चाहिँ गर्नुपर्ने छ। सो एउटा कम्प्रिहेन्सिभ कानुन नचाहिएको भन्ने होइन
नेपालको के छ आइटी एक्ट भने जस्तै इन्डियामा वी निड अ कम्प्रिहेन्सिभ ल द्याट टक्स अबाउट यो आइटीको सबै कुरा। अब त झन् नयाँ कुरा एआईका कुरा आएका छन् होइन, अटोमेटेड गाडीका कुरा होला, सबै कुरा छ नि त, एल्गोरिदमको कुरा होला, ओपन हुन्छ नि, त्यो सबै कुरा एड्रेस गर्ने एउटा कानुन त हामीलाई चाहियो। तर अहिले नेपालमा के भइरहेछ अहिले भने जस्तै इ कमर्स बिल भनेर छुट्टै कानुन, यो भनेर छुट्टै कानुन, त्यो त जेनरल लले सबै ठाउँमा हेरिराखेकै कुरा छ भने सेपरेट कानुन बनाउनु पर्ने त्यसलाई त रिक्वायरमेन्टै नहुँदाखेरि वाइ भन्ने कुरा। र त्यो कानुन बनाउँदाखेरि पनि के छ भन्दाखेरि हाम्रो कुरा आइहाल्यो, पहिला पनि हामीले डिस्कसन गरेको थियौँ यो कुरा, एउटाको कानुन अर्कोमा नमिल्ने, एउटाको कानुन अर्कोसँग बाजिने होइन। र सबभन्दा मैले प्रब्लमेटिक जहिले पनि के लाग्ने भन्दाखेरि नेपालमा कानुन जब आउँछ नि, यस्तो कानुन आउँछ नि, कहिले आउँछ र कसरी आउँछ भन्दाखेरि सबै कानुनको अन्तिममा गएर पढ्नुपर्छ। हुन त हाम्रो ओभरअल डिस्कसनमा पनि आउँथ्यो होला, पछि पनि आउँथ्यो होला, के भन्दाखेरि ओभर क्रिमिनलाइजेसनको कुरा नेपालमा। हाम्रो देश अघि उहाँले सुमनाजीले नि भन्नुभयो सेम कुरा, के भन्दाखेरि डन्डा देखाउनुपर्छ भन्ने एङ्गल चाहिँ हाम्रो नेपालमा रहेको छ। मैले बेस्ट एक्जाम्पल विद्यार्थीहरूलाई पढाउँदाखेरि जहिले पनि के दिन्थेँ भन्दाखेरि यो कपिराइट भन्ने विषय छ नि, त्यो त कपिराइट जसको ब्रिज भयो उसले गएर अदालतमा गएर मुद्दा हालेपछि अदालतले बुझेपछि ब्रिज भएको रहेछ कम्पन्सेसन तिर है, वा यसलाई बन्द गर है भन्नुपर्ने चिज हो। नेपालमा के छ अनुसूची 1 को अन्तर्गत प्रहरीका गएर जाहेरी दे होइन, त्यो भएपछि के गर पक्राउ गर, फेरि प्रहरीको पनि मानसिकता के छ जाहेरी लिएपछि समात्नै पर्छ भन्ने, त्यो त होइन नि त, नेपालको कानुनको भाव त त्यो छैन नि त, समात्नु पर्छ भन्ने भाव छैन। तर हाम्रो प्र्याक्टिस के छ जाहेरी परेपछि समात्नै पर्छ, समातेपछि जे राख्नै पर्छ भन्ने जुन चाहिँ टेन्डेन्सी छ नि, त्यही ओभर क्रिमिनलाइजेसनको टेन्डेन्सीबाट आयो। त्यसपछि त्यो सर्यो हाम्रो साइबर लमा। अब यही सोसियल मिडिया बिलकैमा फोकस गरेर कुरा गर्दाखेरि मैले भन्छु यार क्राइमको पनि त लेभल होला नि त, कानुन तोड्ने पनि त लेभल होला नि त, सबैलाई जेलमै हालेर त कानुन ठिक ठाउँमा आउने त होइन, सोसाइटी ठिक ठाउँमा आउने त होइन होइन। के हुनु पर्यो कुनै कुनै मुद्दामा मान्छेहरू गएर आफैले गएर अदालतमा गएर हालेर एउटा भने हामी त्यसलाई चाहिँ अनुसूची 3 र 4 को अन्तर्गत 4 स्पेसली 4 को अन्तर्गतको मुद्दा भन्छौँ। यार कुनै कुनै विषय त त्यहाँ अनुसूची 4 को अन्तर्गत विषय बनाए पनि हुन्थ्यो नि त, त्यो भएको भए के हुन्थ्यो त यति ठुलो के अरे उसको इस्यु आउँथेन कि हाम्रो चाहिँ स्पिच चाहिँ गभर्मेन्टले रेगुलेट गर्न खोज्यो भने इस्यु आउँदैन, किन भन्दाखेरि त्यो बेला कोर्टले डिसाइड गर्थ्यो, एटलिस्ट कोर्टले त्यसलाई इन्टरप्रेट गरिदिने ठाउँ हुन्थ्यो भन्ने खालको सिचुएसन हुन्थ्यो। कुनै कुनै विषय के हुनसक्थ्यो सिभिल केसको म्याटर हुनसक्थ्यो, मलाई यो कुरा भने मलाई कम्पन्सेसन टर्टको विषय फर एक्जाम्पल विदेशमा हेर्ने भने डिफेमेसन इज टर्टको विषय, कम्पन्सेटरी मेकानिजमबाट हुन्छ, क्रिमिनल डिफेमेसन भयो भने मात्रै क्रिमिनल लमा जाने हो। नेपालमा डिफेमेसन भन्ने बित्तिकै क्रिमिनल लमा मात्रै छ, त्यो विषय नै छैन भने त्यो हिसाबबाट चाहिँ जुन चाहिँ रेगुलेट हुनुपर्ने नि त्यो नगरिकन नेपालमा के गरिन्छ यस्तो स्पेसिफिक कानुन कहिले मात्रै लिएर आएको मैले देखेँ ओभरअल भन्दाखेरि जब चाहिँ म पुलिसको डन्डा देखाएर म विरुद्ध बोल्ने मान्छेलाई चाहिँ पराए बेला चाहिँ जेल पठाउनु पाउँछु नि तब मात्रै ठिक हुन्छ भन्ने जुन टेन्डेन्सी छ ओभरअल ल मेकरहरूमा कतिवटा होइन स्पेसल्ली त्यो टेन्डेन्सीले गर्दाखेरि चाहिँ यस्ता कानुनहरू चाहिँ टेबल हुने हो कि वा उस्तै पास हुनुभयो कि भन्ने मेरो चाहिँ कुरा थियो। डन्डा देखाउने कुरा म सानैदेखिबाट पिटाइ खाँदै हुर्क्या भएर घरमा त होइन स्कुलमा अहिले ममहरूलाई भन्दा नि अस्ति रोइरहेको छ पिक्चर तिमीहरू त्यस्तो खायो है पिटाइ के के अरे संसदमा बिजनेस नभएर यसरी होइन दिइराख्ने हो फुर्सद त्यति धेरै छ हो। ल आज मजाले बोलिदिन्छु है त। फर्स्टमा हाम्रो स्टेटको र पार्लियामेन्टेरियन्सहरूको सोच्ने तरिका एकदम मेस्टअप लाग्छ मलाई। किन मेस्टअप लाग्छ भन्दाखेरि त्यो एकदम त्यो अस्ति प्रहरी बिल पनि टेबल भयो अन्त फिर्ता लिएर जाऊ भनेर विरोधको प्रस्ताव राखेको थिएँ, त्यो अभियसली पास भएन। त्यो सोचाइ नै कहाँबाट आउँछ भन्दाखेरि त्यो सोचाइ नै दबाउनु पर्छ भन्ने मनस्थितिबाट आउँछ के जे पनि होइन। त्यो दबाउनु पर्छ त्यो 2012 को प्रहरी एक्ट हो होइन हाम्रो पुरानो। तर त्यति बेला खै यो पूर्व प्रहरीहरूसँग कुरा गर्दाखेरि बुझेको त्यति बेला त्यो ब्रिटिस इन्डियाको मान्छेहरू बोलाएर अलराइट यो नेपाली कङ्ग्रेसको मुक्ति सेना रामदल अनि अर्को सानो सानो टुक्रीहरू हुन्थ्यो। त्योभन्दा अगाडि यो युनिफाइड प्रहरी थिएन, त्यसलाई गाब्नु पर्यो होइन। अब नेपाली कङ्ग्रेस पनि मेन स्ट्रिम पोलिटिक्समा आयो, सो दे ह्याड टु समायोजन गर्नु पर्यो। अनि समायोजन गर्दाखेरि कसको हेल्प लिएर गर्यो त्यो कोलोनियल जुन माइन्डसेट थियो नि इस्ट इन्डिया ब्रिटिस राजको, त्यहाँबाट आएर त्यो 2012 को प्रहरी एक्ट बन्यो होइन। त्यसमा परिमार्जन नभएको होइन। अनि अहिले पनि
प्रहरीभित्रै पनि कस्तो छ, ओ माई गड, लोवर लेभलको मान्छेहरूलाई दे आर मेड टु वर्क। 8 क्लास पास भएको मान्छेहरू पनि जवान हुनुपर्छ पाउँछ होइन। जस्ट थिङ्क अबाउट इट, उहाँहरूसँग अख्तियारी कति छ, उहाँहरूको सपोर्ट सिस्टम कति छ। आई थिङ्क इट्स 22,000 दे हेभ टु वर्क होइन। युनिफर्महरू क्वालिटीको छैन, दे हेभ नो वे टु गो कम्प्लेन। एन्ड इट्स भेरी, यो चेन अफ कमान्ड भन्ने कुरालाई यस्तो मिसइन्टरप्रेट गरेको छ कि डिसिप्लिन भन्छ, डिसिप्लिन राम्रो कुरा हो, तर केही कुरा भइरहेको छैन भने कहाँ गएर कम्प्लेन गर्ने छैन होइन। सो अहिलेसम्म अल दिस इयर अफ आवर ल इन्फोर्समेन्ट राज्यले हेर्ने तरिका भनेको आई निड मसल मेन होइन। अनि उहाँहरूको ट्रेनिङ हेर्ने हो भने पनि मेजोरिटी 80-90% अफ द ट्रेनिङ इज फिजिकल ट्रेनिङ, भेरी लिटल इज तिमीसँग यो दायित्व छ, तिमीले शान्ति सुरक्षा मेन्टेन गर्ने हो, कुरा यसरी गरौँ, कन्फ्लिक्ट हुँदाखेरि काम यसरी गरौँ, मान्छे एकदम रिसाएर आए दिस इज द वे टु काम डाउन, त्यो हुँदैन। सो एन्टायर राज्यको पर्सपेक्टिभ भए पनि दमन के मलाई लागेको, मेरो पार्लियामेन्ट्री प्र्याक्टिसको कुरा गर्दाखेरिको मेरो समितिको, यिनीहरूलाई त सबक सिकाउनुपर्छ, द्याट इज द वर्ड, सबक सिकाउनुपर्छ होइन। त्यो पर्सपेक्टिभबाट, त्यो दृष्टिबाट आउने बित्तिकै कहाँ गल्ती हुन्छ भन्दाखेरि पावरमा जो पुग्छ उसले जे पनि चलाउने भयो होइन। अनि यो अघि राष्ट्रले भने जस्तो कानुनमा लेख्दैपछि छानी गर्छ होइन। अनि जहिले पनि यो भएन भन्दाखेरि दे युज दिस ब्युटिफुल सेन्टेन्स विच इज के इग्नोरेन्स अफ ल इज नो एक्सक्युज। जहिले त्यसमा आधारित भएर दे डिफेन्ड एभ्रिथिङ दे डु। मैले अहिले देखेको नेपालमा इज नेक्स्ट लेभल वेपनाइजेसन अफ ल होइन। सबैलाई सबै कुरा थाहा नै हुँदैन, अनि ठ्याक्क फ्यु पिपल हु आर नलेजेबल अफ द्याट कन्टिन्युसली युज द्याट कानुनको डन्डा दुःख दिनलाई। अनि त्यो एन्टायर पर्सपेक्टिभबाट यो जेनेरेसन ग्रुम भयो होइन। सबै ग्रुम त्यहीबाट भयो चाहिँ सोच्ने तरिका नै मसलम्यान चाहियो भन्ने छ सही। अनि जे पनि ओभर क्रिमिनलाइजेसन, चेक बाउन्स पनि ओभर कति भने हो कि यार एउटा ट्राइब्युनल राख, कमर्सियल बेन्च राखिदियो वेयर वी क्यान गो रिजल्भ थिङ्स। नो नथिङ, सुन्दैन। अनि जे पनि, अनि प्रहरीहरू म सोचिरहेको थिएँ कि वाइ आर प्रहरी सो एङ्ग्री अल द टाइम, दे डोन्ट ह्याभ प्लेस टु गो कम्प्लेन। 22,000मा काम गर्नु परेको छ। दिस इज वाइ दे आर डेस्परेटली आस्किङ, म 16 वर्ष गरेपछि त आई हेभ पेड माई ड्युज, गिभ मी माई पेन्सन, म विदेश गएर काम गर्छु भनेको छ कि। द्याट्स वाइ दे आर लुकिङ। उत्पत्ति कहाँबाट भइरहेछ। त्यसरी मैले मेरो 2.5 वर्षको इन्लाइटमेन्ट इज अलवेज निड टु गो फाइन्ड वाइ पिपल आर बिहेभिङ द वे दे आर ओके होइन। प्रहरीहरू किन यस्तो, ट्राफिक प्रहरी किन यस्तो गर्छ भन्दाखेरि दे आर अन्डरपेड, ओभरवर्क, मिसट्रिटेड। त्यो सबै आक्रोश हुन्छ, त्यो लगेर अब जनतामा पोख भन्छ क्या। मेरो त कतिचोटि परेछ त्यसैले। कलङ्की चोकमा त एक दिन के भने म गएँ, रिजुले भने जाम भने होइन, मैले तँलाई भनेको थिएँ नि, मैले त्यहाँ रिजु 85 सेकेन्ड देखाएछ, डोन्ट वरी हामी कटिन्छ भने होइन। म गएँ 85 सेकेन्डको 10 सेकेन्ड पनि भएको थिएन होला, ट्राफिक त चाँटाएर रेड देख्दैनस् भन्छ मलाई। होइन हजुर यार अघि भर्खर 85 सेकेन्ड थियो, कसरी 85 भए कसरी हुन्छ त्यो अहिले राइट, हामीलाई झुकाउन खोज्छस् भनेर कुरो भनेर म एक राउन्ड कुरेर त्यसलाई 85 पछि 75मा ठ्याक्क अटोमेटिकली रेड बोल्दो रहेछ क्या त्यहाँ। मैले देखाएपछि ए सरी सर भनेर उसले छोडेर मलाई चाहिँ। तपाईँ अलिकति अवेर हुनुहुन्छ, सबै चिजहरू थाहा छ, अब खानु हुने मान्छेहरूलाई त काँचै खाइदिन्छ कि। त्यो मात्र होइन, हजुर कालो कोट लाग्थ्यो धन्न त्यो दिन। त्यो मात्रै होइन यार, you were nice and you did that. You know what other people would do? They would ring up somebody higher up. तैँले मलाई भन्ने, मलाई चिनान्छस् भनिदिन्छ। It's horrible. ट्राफिक वाला पार्ट रेकर्डेड छ है। हुन्छ ठिक छ, मैले त रियल कुरा, मैले भएकै कुरा गरेँ हो। कलङ्कीमा अहिले चेन्ज भएको छ त्यसैले 75 मा अटोमेटिकली रातो लाइट चाहिँ बोल्दैन। Where was I? Where did we pause? मसल युज गर्ने त्यो कन्सेप्टबाट जान्छ। त्यसैले हरेक ल गोज टुवर्ड्स नेक्स्ट लेभल ओभर क्रिमिनलाइजेसन, त्यो सेखी झारिदिन्छु भन्ने हिसाबले। तर कस्तो छ भन्दाखेरि देयर इज नो, म त्यो कोहेरेन्सै देख्दिनँ क्या। फर मेरो आई थिङ्क 2nd or 3rd बिल जुनमा काम गरेको थिएँ, अभिलेख प्रोटेक्सनको, हाम्रो आर्काइभ्सहरू प्रोटेक्सनको ल एउटा छ, त्यसमा नेसनल आर्काइभ्सहरू डिस्ट्रोय गऱ्यो भने 3,000 रुपियाँदेखि 5,000 रुपियाँ त्यस्तो छ। एन्ड आम लाइक यो कसरी यो संशोधन विधेयक आयो, डोन्ट यु निड टु सी त्यो आर्काइभ्सहरूको पनि इम्पोर्टेन्स होला होइन। अनि हाउ क्यान इट जस्ट बी लाइक टु थिङ्क कसैले डिस्ट्रोय गरेर म 5,000 रुपियाँ, इट इज लाइक इमेजिनेबल होइन, त्यस्तो छ।
अनि देन यु हेभ एकदम सिम्पल साइबर स्पेसमा केही गऱ्यो भने 5 लाख जरिमाना भन्ने आउँछ के दिस अल्सो सोज होइन म मिटर ब्याजको इस्यु बुझ्दै जाँदाखेरि एउटा उसँग बसेको थिएँ क्या होइन जस्टिससँग अनि हि सेयर्ड वान स्टोरी विच इज तपाईँ हु मेक्स ल भन्यो होइन मलाई पार्लियामेन्ट भन्यो होइन त्यो उहाँले स्टोरी रिकाउन्ट गरेको उहाँको प्रोफेसरले इट्स लाइक नो इट्स द रुलिङ क्लास द्याट मेक्स ल एन्ड आई थिङ्क द्याट्स सो ट्रु इट्स द साइकी of this class that is like the only thing that यो एन्टायर नेपालको पपुलेसनलाई यस्तो हो त्यो एउटा व्याख्या गरेको छ यसलाई यस्तै गर्नुपर्छ भन्ने जुन सोचबाट जेनेरेसन आफ्टर जेनेरेसन हामी हुर्केका छौँ द्याट हेज कन्टिन्युड इन ल मेकिङ यो एउटा म्यासिभ समस्या दृष्टि के सिद्धान्तमा समस्या छ होइन अनि त्यो सिद्धान्तबाट दृष्टिबाट एक्सन्सहरू आउने त हो नि होइन त्यो हाम्रो समस्या छ दोस्रो जुन लज त्यो प्रायोरिटाइजेसन पनि छैन के होइन पार्लियामेन्टमा चाहिँ नि देयर वाज वान ल आई बेसिकली सेड दिस इज नट वर्थ टु बी टेबल्ड म क्याबिनेटमा हुँदाखेरि राष्ट्रिय प्रयोगशाला समथिङ त्यो बेसिकली शिक्षा मन्त्रालय अन्तर्गत प्रयोगशाला छ त्यो गठनादेशबाट गठन भएको गठनादेश त जुनसुकैले बेला नि विघटन हुनुपर्छ त्यो विघटनको सूचीमा पनि थियो अब त्यो गऱ्यो त्यो लगेर एक्टमा ट्रान्सलेट गरिदिनु लाग्छ होइन द क्वेसन इज अनि दिस इज अल्सो माई रियलाइजेसन पहिला हरेक बिलमा काम गर्थ्यो यति आई लर्न अ लट बट देन आई रियलाइज वाट द गभर्मेन्ट इज डुइङ इज दे आर थ्रोइङ अ ऱ्याटल एट पार्लियामेन्टेरियन्स ल बिजी बनिराख्न त भनेर के देयर इज नो प्रायोरिटाइजेसन अफ वाट इज इम्पोर्टेन्ट प्रहरीको शिक्षा विधेयक जुन तरिकाले आयो नि त्यसमा स्कुल एजुकेसन रिफर्मको त 0 एजेन्डा छ नि त होइन प्रहरी विधेयकमा हाउ आर इच अफ अस गोइङ टु फिल फरक हामीले त्यो शान्ति आन्तरिक सुरक्षा भनेको त प्रहरीले मात्र होइन नि होइन आई लिस्टेड आउट देयर आर 6 लज द्याट अब 72 घन्टा चल्यो म त यो थगाउने किसिमले ल्याइरहेछ के नागरिकता सम्बन्धी संशोधन डे 1 मा डे 2 मा प्रहरी कसरी काम गर्ने नो इट्स नट पोसिबल ह्युमेनली नट पोसिबलकोमा अनि भन्यो भने के भन्छ थाहा छ भन्यो भने पार्लियामेन्टमा मजाले रेकर्डेड छ तपाईँहरू जस्तो मेहनती सांसदहरू अब 24 घन्टा काम गर्न सक्ने सांसदहरू भनेर त्यो कस्तो भन्दाखेरि एउटा मालिकले आफ्नो एउटा त्यो काम गर्नेलाई तँलाई सुत्नुपर्छ र 2 छाक खाएर पनि बच्छ र भन्ने त्यो मेन्टालिटीबाट लिटरली त्यो शब्द प्रयोग गर्दैन आशय त्यही दिएर टेबल गर्छन् होइन फर इक्जाम्पल हामीले वी ह्याड सच अ गोल्डन अपर्च्युनिटी टु रिथिङ्क हाम्रो आन्तरिक सुरक्षा कस्तो गर्ने त आर वी गन गो फर बिगर लक्स हरेक घरमा ओर आर वी गन गो आफ्टर नट हायर फेन्सेसको पर्सपेक्टिभबाट लिने हो कि आर वी गन गो हामी लोवर फेन्समा विदाउट लाइक नोइङ त्यो लक नगरे पनि केही हुँदैन भन्ने त्यो लेभलमा जाने भनेर के त्यसमा कुरा नै भएको छैन कि त्यस कन्सेप्टमै कुरा भएको छैन अब ट्राफिक यातायातले गाइड गर्छ होइन एउटा समायोजन कर्मचारी र प्रहरी समायोजन 76 को एक्ट छ कसरी त्यसपछि अर्को प्रदेश प्रहरी र नेपाल प्रहरीको समय त्यो पनि 76 को एक्ट छ बुझ्यौ त्यसपछि नेपाल प्रहरीको छ एपिएफ एउटा नियमावलीको यो सबै पढेर र हाम्रो संविधानमा के भनेको छ राष्ट्रिय सुरक्षा नीति बनाऊ भन्यो होइन सो आई थिङ्क 73 मा बन्यो तर आन्तरिक सुरक्षा नीति 2066 को छ के पहिला त त्यो नीति अपडेट गरेर लेट्स टक अबाउट हामीले कसरी टेक केयर गर्ने होइन हाम्रो समस्या कस्तो कस्तो छ त्यसरी अप्रोच हुनुपर्ने पोलिसी मेकिङ जुन तरिकाले गइरहेछ एकदम कर्मकाण्डी छ अनि हाम्रो सांसदहरूलाई पनि के लाग्छ भन्दाखेरि पार्लियामेन्ट इज 90% प्रोसिजरल भनेर धेरैजनाले भनेको सुन्छु के एन्ड आम लाइक देन वाइ सुड बी हेभ सो मेनी पार्लियामेन्टेरियन्स नो त्यो पार्लियामेन्टलाई दिने पैसा त थिङ्क ट्याङ्कलाई देऊ दे विल कम अप विथ बेटर रेकमेन्डेसन सो पार्लियामेन्टमा चाहिँ नि एउटा एकदम बिजी देखाइदिनको लागि हो अनि देयर इज अ भेरी रङ नरेटिभ सरकारले बिजनेस दिने भनेर द्याट्स सच अ रङ पर्सपेक्टिभ क्या किनभने हामीले सङ्कल्प प्रस्ताव राख्न सक्छौँ सङ्कल्प प्रस्ताव दर्ता गरेकोमा छलफल चलाइँदैन राइट हामीले दिएको बिजनेसमा देयर इज नो डिस्कसन बिन्दावासिनीले त्यो जलन विधेयक दर्ता गर्यो नो डिस्कसन अनि सरकारले बिजनेस दिएन भनेर कुरा गर्छ
यो पर्सपेक्टिभ नै एकदम तिमीहरूलाई पार्लियामेन्ट दिएकै छ नि भनेर एकदम प्रोसिडियरमा गएर प्रोसेस चाहिन्छ चेक एन्ड ब्यालेन्सको लागि, त्यो दृष्टिबाट निर्देशित त सबै चिज. दिस इज वाइ वी हेभ लज जुन एकदम लो प्रायोरिटीमा पर्नुपर्ने, जुन एकदम हाई प्रायोरिटीमा ल नै होइन कि लेट्स ह्याभ डिस्कसन. त्यो प्रहरी विधेयक ल्याउनुको अगाडि त सरकारले अथवा पार्लियामेन्टेरियन सरकार पक्षको सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेर ल लेट्स टक अबाउट आन्तरिक सुरक्षा के भइरहेछ, कस्तो भइरहेछ. द्याट कुड हेभ बिन भेरी रोबस्ट डिस्कसन के. अनि हाम्रोमा के छ, क्वालिटी अफ डिस्कसन मतलब छैन होइन. संशोधन राख्ने यस्तो देखावटी रहेछ. जति संशोधन राख्यो भने के हुन्छ थाहा छ, सैद्धान्तिक छलफलमा बोल भनेर 3 मिनट दिन्छ यस्तो कम्प्लिकेटेड बिल्सहरूमा. ल 3 मिनट बोल्यो होइन, त्यसपछि 72 आवर्स होइन, नो आल इभन गो ब्याक. पहिला त्यो के भन्छ दर्ता हुन्छ होइन, त्यो दर्ता भएको 5 डे मच्योरिङ पिरियड दिएपछि अनि सदनमा पेस हुन्छ. सो यु कान से म आई वाज नट रेडी, तिमीलाई 5 दिन त पढ्नलाई दिएको हो नि भन्छ. नेपाल प्रहरी एपिएफ त्यो सबै दर्ता गरेको यस्तो छिटो छिटो नेपाल प्रहरीको पेस भयो होइन. त्यसपछि पेस हुने भन्छ. त्यो पेस भनेको त्यो बिकम्स पार्लियामेन्टको प्रपर्टी. त्यो पेस भइसकेपछि त्यसपछि सैद्धान्तिक छलफलको लागि खुल्ला गर्छ होइन. सैद्धान्तिक छलफलको भएको दिनपछि त्यो काउन्टर सुरु हुन्छ 72 आवर्स. त्यो 72 आवर्समा संशोधन राख्नु पर्यो. त्यसपछि सक्यो, पाइँदैन. त्यसपछि त्यो रेस्पेक्टिभ समितिमा जान्छ होइन. मैले त्यो पार्लियामेन्टेरियन भएको फर्स्ट 2-3 मन्थ्समा जुन बिलहरू टेबल भएको थियो त्यसको बोलाइरहेको छ अब, लाइक आफ्टर अल दिस टाइम होइन. त्यति बेला लाइक कस्तो भन्नाले थकाउने नै हिसाबले गर्ने रहेछ क्या होइन. त्यो गर्यो, समितिमा जान्छ. आफ्नो फर्स्टमा त आई विल युज पावर पोइन्ट भन्दाखेरि यो राज्य व्यवस्था समितिमा इन्फर्मली त्यो पाउँदैन भनेको थियो. यसलाई कसरी पाउँदैन राइट. त्यसको लागि पनि फाइट गर्नुपर्ने कि आल प्रेजेन्ट डेटा भन्दाखेरि पनि त्यो छैन भनिदिने. अनि म आफ्नै प्रोजेक्ट लिएर आउँछु भनेको त्यो लेभलसम्म भन्नुपर्ने होइन. त्यो भनिसकेपछि प्रस्तुत गरिरहेको हुन्छ नि सांसदहरूले, कति लामो बोलेको भनिदिन्छ लिटरली होइन. इट्स नट अबाउट द कन्टेन्ट. अनि त्यसपछि ल त्यस्तो हो भने म प्रिन्ट आउटै दिन्छु भनेर स्पेसली यो भ्रष्टाचारको यो अख्तियार दुरुपयोगकोमा त्रिताल सरको यति लामो पोस्ट थियो कि एउटा देयर आर 9 डिफ्रेन्ट वेज नीतिगत भ्रष्टाचार हुन्छ, यस्तो यस्तो हो, यस्तो यस्तो यसरी परिभाषित, यसरी रोक्न सकिन्छ भनेर त्यो डिस्ट्रिब्युट गरेँ. दे डिड नट इन्कर्पोरेट एनिथिङ. अनि म त्यो समितिको मेम्बर होइन होइन. सो आई क्यान नट राइट नोट अफ डिसेन्ट. मैले यति मेहनत गरेर संशोधनहरू राखेको हुन्छ किनभने त्यो हरेक संशोधनमा म मात्रै हुँदिनँ के. all the people I consulted, all the public I consulted, all the researchers जसको years and years of काम हुन्छ नि त्यो हो के त्यो प्रतिबिम्बित. They don't tell me why they rejected my संशोधन. They don't tell anything. अनि त्यसपछि आफ्टर अल दिस 2 पेजको प्रतिवेदन आउँछ. त्यसमा मोस्ट अफ द टाइम सर्वसम्मत गर्न खोज्छ, नोट अफ डिसेन्ट नलेख भनेर फकाउँछ इन्डिभिजुअल लेभलमा होइन. अनि मैले अहिलेसम्म 2टा नोट अफ डिसेन्ट लेख्दाखेरि मलाई भनेको अहिले के भन्छ 27 वर्षपछि म यहाँ आएँ, तपाईँहरू छिटो आउनुभयो, तपाईँको पनि पोलिटिकल करियर लामो छ, किन एकअर्कालाई दुःख दिनु, यो फुल हाउस होइन. द्याट इज इट, द्याट इज वाट दे टोल्ड होइन. अनि त्यसमा सिद्धान्तको पनि कुरा हुँदैन, नथिङ होइन. अनि त्यसरी प्रतिवेदन आउँछ. अनि त्यो प्रतिवेदन फुल हाउसमा जान्छ. अनि त्यो प्रतिवेदनमा फेरि छलफल चल्छ, गफाडी छलफल थियो होइन. त्यो गफ हो, त्यसमा छलफल चल्छ. त्यो छलफलमा फेरि रोस्टरमा गएर 3 मिनट प्यार भन्न पाउँछ होइन. अनि त्यो भनिसकेपछि त्यो भनेको कुरा एड्रेस नगरे पनि केही मतलब छैन होइन. अनि नोट अफ डिसेन्ट पनि पार्लियामेन्टमा पढेर सुनाउँदैन रहेछ, समितिले नपठाए पनि हुने त्यस्तो नि रहेछ. मेरो नोट अफ डिसेन्टहरू पार्लियामेन्टको फुल हाउसमा दर्जनै भएन. वाट्स द पोइन्ट? नो, पढेर त सुन्न पाउनु पऱ्यो नि होइन. नो, they don't give us that opportunity, right? अनि त्यसपछि देन दे ढ्याप पास विप्लाएर बस भन्छ. अनि छलफलमा भाग लिन गए पनि कतिचोटि बोल्नुपर्ने भनेर कमेन्ट गर्छ. अनि ढ्याप पास के. अहिलेको हाम्रो पार्लियामेन्ट यसरी चलेको छ. यसमा त्यो एक्सेप्टेन्स पार्लियामेन्ट इज अ प्रोसिजर भन्ने एक्सेप्टेन्सको लेभलसँग कम्प्लायन्ससँग पनि समस्या छ. इट सुडन्ट बी लाइक द्याट भन्ने. अनि पार्लियामेन्ट भनेको नम्बर गेम हो भनेर जुन एक्सेप्टेन्स छ
यस आई नो त्यो बहुमतबाट पास हुन्छ, तर देयर इज अ भेरी स्ट्रङ अपोजिसन भनेर देखाउनु पर्छ, बिकज त्यो नरेटिभ त सेट गर्नु पर्यो भन्ने, त्यो पनि जुन बेला अङ्क आउँछ गर्ने भन्ने त्यो सोच, त्यो कम्प्लेसेन्ट सोचमा अनि समस्या छ। अनि अर्को चाहिँ नि यिनीहरूलाई म व्यस्त राखिराख्छु भनेर दिनेछ। सो देयर आर टु यो समस्या। अनि दिस इज वाइ आई वाज भेरी भेरी पेस्ट वेन दे टेबल सोसियल मिडिया बिल, किनभने कमर्समा के गरे देखिसक्यो, सबै बिलमा के गरे देखिछ नि त होइन। अनि कति न मान्छेहरूसँग छलफल भनेर समितिमा बोलाउँछन्, केही सुन्दैन, त्यो गफ हो, त्यो देखावटी हो। किनभने त्यो जति सुन्या हो त्योभन्दा अगाडि बिल टेबल हुनुभन्दा अगाडि पनि गर भन्या हुन्छ, हो कि होइन भन त। आलोक तिमीले पनि गर भन्या थियो होला नि कमर्स बिल ड्राफ्टिङ स्टेजमा हुँदाखेरि कति गर भनिसक्यो के, सुनिदिँदैन तिम्रो लागि। सो दे बेसिकली मलाई के लाग्छ भन्दाखेरि अहिलेको पोलिटिसियन्सहरूले दे सी अस ओर इन नेपाली पिपल एज उनीहरूलाई एउटा त्यो थेरापीको लागि बोलाएर उनीहरूको भेन्टिङ एउटा ठाउँ बनाइदियो भइहाल्यो नि। लिटरली त्यसरी ट्रिट गर्न पनि पाइन्छ, द्याट्स हाउ दे ट्रिट, राइट। अनि मान्छे फ्रस्ट्रेसन हुन्न, अनि त्यसपछि भडास कहाँ पोख्ने त, सामाजिक सञ्जालमा पोख्छ, एटलिस्ट सडकमा पोखिरहेको छैन, राइट। बट दिस इज अल इफ यु आस्क मी सिम्स लाइक अ फार्स। इन्ट्रेस्टिङ हुँदो रहेछ त्यो ड्राफ्ट बनाउँदाखेरि इनिसियल्ली दिने सजेसन्सहरूको जुन ड्राफ्ट भन्छ नि, एउटा रफ ड्राफ्ट भनौँ न त्यसलाई त, त्यो अनि त्यसपछि त्यो संसदमा टेबल हुने बेलाको भास्ट डिफ्रेन्स आइदिने, त्यो बिचमा के हुने हो थाहा छैन कि कमर्स पनि ठ्याक्कै त्यही भएको थियो। अनि बिचमा के हुने भन्ने नै होइन, पहिल्यै एउटा मेन्टालिटीमा बसिसकेको हुन्छ, एउटा प्रोसेस पुरा गरिदिउँ भन्ने एङ्गल लिएर, अनि त्यसपछि आफ्नो जे चाहिएको कुरा हो त्यसलाई चाहिँ ट्याक्क पास गर्ने तरिकाले जाने त हो। जब विज्ञहरूलाई बोलाइन्छ छलफलको लागि, सबैजना बोलाइ गर्छ, अनि त्यो चाहिँ नि यो सौहार्दपूर्ण बैठकको लागि भनेर दे नेभर गिभ फिडब्याक के, सेङ के पर्सपेक्टिभ ल्यायो भने ओ त्यसको डेटा ब्याकअप पनि दिनु, नेभर डु द्याट होइन, बिकज दे थिङ्क द्याट इज इम्पोलाइट, भेरी प्रोसेस फोकस्ड विदाउट ट्राइङ टु गेट टु द एसेन्स अफ एनिथिङ होइन। त्यसैले मलाई यो 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 शब्दहरूदेखि आजकल इरिटेसन हुन थाल्छ के, सुसंस्कृत राजनीति, सौहार्दपूर्व वातावरण, दिज आर अल मलाई त खासमा त्यो विज्ञ भन्ने शब्दसँग नि सुन्न थाल्यो होइन, त्यो प्रब्लमेटिक छ। आलोक यो कमर्स बिलमा के भयो भन्दा ओपनली भनौँ न यो कुरा होइन, जो मान्छेलाई राष्ट्रसभा पनि विज्ञ भनेर पछि राष्ट्रसभाको समितिमा पनि विधान व्यवस्थापन समितिमा गएको थियो, प्रतिनिधि सभाको यो उद्योग समितिमा, उद्योग तथा उपभोक्ता संरक्षण समितिमा जाँदा पनि जो व्यक्तिहरूलाई विज्ञ भनेर बोलाएको छ, हि इज नो वेयर इन रिलेटेड टु कमर्स के, उहाँले ब्याचलर्स कमर्समा गर्नुभयो टियुबाट, त्यसैले विज्ञ हुनुभयो। तर उहाँ आई थिङ्क पार्टी लाइनको मान्छे हो, किनकि उहाँले जे बोलिराख्नु भएको थियो, मेजोरिटी सत्तामा भएको सांसदहरूबाट आउने संशोधन ठ्याक्कै त्यही थियो कि होइन। त्यो चाहिँ ग्रान्ड डिजाइन गरेर हामीलाई त त्यो जिस्काउनलाई बोलाए जस्तो फिल भयो कि, किनकि त्यत्रो 2.5 वर्ष 3 वर्ष अझ ड्राफ्ट स्टेजको कुरा गरेर 4 वर्षबाट हामी कमर्सको ल चाहिन्छ भनेर काम गरेर मान्छेहरू थियो नि त। अनि एभ्री सिङ्गल मिटिङ्सहरूमा भयो, बोलाउँदा सधैँ पुग्यो होइन, एक्लै नभ्याउँदा अर्कोले गरेर पालो गरेर भए पनि सबैजना पुग्थ्यो, आफ्नो कुरा राख्नुपर्छ, चेन्ज हुन्छ भन्ने बिलिफ सिस्टम लिएर कि। एन्डतिर अब हिजो पास भयो पनि अब सच अ फल्स सेन्स अफ सिक्योरिटी, अनि बोलाउँछ अनि भन्दाखेरि अनि के गर्छ प्रोसेसमा, हामीले यतिचोटि विज्ञहरूसँग छलफल गऱ्यो भनेर त्यो नम्बर देखाइदिन्छ क्या, जस्ट लाइक नाउ दे आर गोना सो हामीले यतिवटा कानुन पास गर्यो भनेर। इफ दोज कानुन्स आर खोक्रो, वाट्स द पोइन्ट न, त्यही नै हुन्छ। अनि विज्ञ भन्ने टर्ममा किन समस्या छ म भन्छु है त। डिफ्रेन्ट युनिभर्सिटिज छ नेपालमा, जुन युनिभर्सिटी जुन उद्देश्यले बनाएको हो त्योभन्दा फरक फ्याकल्टीमा उसले पिएचडी ग्रान्ट गरिरहेछ, बिकज इट इज भेरी इम्पोर्टेन्ट टु ह्याभ विज्ञ भन्ने टर्म आफ्नो नाम अगाडि। त्यो विज्ञ हुनको लागि आफ्नो नाम अगाडि डाक्टर झुन्डाउनु पर्यो, अनि त्यो डाक्टर हुनको लागि रिलेटेड हाउ क्यान यु, आई मिन मलाई अचम्म लाग्छ के, हाउ क्यान यु डु अ डक्टरेट वाइल यु ह्याभ लाइक अ फुल टाइम जब, नो द्याट इज नट द पर्पज अफ गेटिङ अ डक्टरेट डिग्री नि त, यु आर एडिङ आई डोन्ट नो, यो चाहिँ नि फ्रम यो फ्यासिनेसन विथ डिग्री। अनि हाम्रो जब एप्लिकेसनमा यो त एनआरबीसँग मैले रिक्वेस्ट पनि गरेको थिएँ, इट्स लाइक तपाईँले मास्टर्स किन माग्ने, तपाईँले ब्याचलर्स प्लस 6 इयर्स माग्नुहोस् न होइन,
लाइक कामको एक्सपिरियन्सलाई कामसँग जोडेन शिक्षा भन्छ त्यो गिभ इम्पोर्टेन्स टु काम वर्क एक्सपिरियन्स देऊ न त्यो गर्दैन क्या अनि अस्ति त अदालतमा मुद्दा परेर हार्यो नि यस्तै खालको विज्ञ सिटिभिटीमा टिबेट होइन टेक्निकल एन्ड भोकेसनल एजुकेसन निड्स टु हाम्रो देशमा ध्वस्त छ त्यो सेक्टर होइन त्यो खास एकदम स्ट्रङ हुनुपर्ने सेक्टर ध्वस्त छ अनि सिटिभिटीको काउन्सिलमा उपाध्यक्षको पोजिसन ओपन थियो अनि त्यो पोजिसनमा त्यही पार्टीको एकजना मान्छे ल्याएर राख्दै हो कि के हो होइन राखिदिए सुप्रिम कोर्टमा मुद्दा गयो त्यो मान्छेको पद गयो किनभने उहाँको एकाडेमिक साइडमा उहाँको एक्सपिरियन्स टिबेट साइडमा थिएन पोजिसन गयो सो विज्ञ भन्ने चाहिँ नि लिटरली अघि आफूले भने जस्तो अनि त्यसैले मैले देखेको उच्च शिक्षामा दलीयकरणले यस्तो ध्वस्त बनाएको छ अनि उनीहरूलाई जहाँ जहाँ चाहिन्छ त्यहाँ पुस गरी के नाउ आई अन्डरस्ट्यान्ड वाइ दे आर सो डेस्परेट टु गेट रेक्टर रेजिस्ट्रार त्यो त्यहाँ गएपछि एजुकेसन काउन्सिलमा कब्जा गर्ने एजुकेसन काउन्सिलमा कब्जा गरेपछि यो डिन क्याम्पस चिफमा कब्जा गर्ने डिन क्याम्पस चिफमा कब्जा गरेपछि कसको प्रमोसन हुन्छ कसको प्रमोसन हुँदैन कब्जा गर्ने एन्ड देन यु हाइज्याक द्याट एन्टायर थिङ्किङ सेगमेन्ट अफ द सोसाइटी त्यो रहेछ आज पुरा भण्डाफोर.com मोडमा होइन मलाई चाहिँ नि गाइज मलाई के लाग्छ भन्दा आई हेभ टु रिप्रेजेन्ट यु अल होइन अनि त्यो रिप्रेजेन्टेसनमा जति फाइट गरे पनि म जस्तो मान्छेलाई देखाएर यु गाइज हेभ अ फल्स सेन्स अफ सेक्युरिटी के हाम्रो आवाज पुगिरहेछ भनेर एउटा कानबाट सुनाएर अर्को कानबाट उडाएर त भएन नि त रेकर्डमा बसेको छ भनेर खुसी हुनु पर्यो होइन रेकर्डमा बसाएको छ भन्ने हो हामीलाई अनि यो विनायकलाई एउटा कुरा सोधिहालौँ न पहिला यत्रो कुरा होइन स्पटमा राख्नुहुन्छ No, at one point I saw you dozing off, man. विनायकलाई सोध्न खोजेर किन तिमीलाई एउटा प्योर कन्टेन्ट क्रिएटर हुन त हामी चारैजना कन्टेन्ट क्रिएटर्सहरू पनि हौँ सबैजना कन्टेन्ट बनाउँछौँ आफ्नो पोस्ट गर्छौँ पब्लिक कन्जम्सनकै लागि तिमी प्योर कन्टेन्ट क्रिएसनमै काम गर्छौ एज अ लेम्यान पनि भनौँ एकछिनलाई काम त केही पनि नगर्दो रहेछ नि त हेर न होइन त सुमना बोलेर पनि कमेन्ट नहुने रहेछ सुनाको पार्टीको पनि 20 जना छन् के अरे 20 जना बोल्दा नि केही नहुने रहेछ पार्लियामेन्टमा होइन तिमीहरूले त अस्ति खतरा एउटा क्लिप भिडियोहरू टर्नै इन्डिभिजुअली पनि बनायो त्यो कलेक्टिभ पनि थियो राष्ट्र पनि थियो त्यसमा दिपेश थियो सौरभ थियो अर्को भाइहरू पनि थियो दिपेशले त पुरा जेल जान रेडी छु भन्यो त्यसपछि के अरे स्क्रिप्ट लेख्दाखेरि दिपेशलाई अनि सौरभले के अरे जेलको पनि के विकृति भइरहेछ त्यसको नि भिडियो बनाउँछ सरी सुदीपले भन्यो होइन मलाई त्यो हाले म भन्थिनँ जेलबाट निकाल्न तयारसम्म भन्थेँ मैले भनेपछि यति गर्दा पनि चेन्ज नआउँदो रहेछ फर्मल ठाउँमा बसेर काम गर्दा पनि तिमीहरूले किन भिडियो बनायो त किन रिस उठ्यो तिमीहरूलाई किन रिस उठ्यो त्यहाँबाट चाहिँ जाउँ न त पहिला म बिबिए पढाए हो अनि एउटा सेमेस्टरमा मात्र ल पढ्नुपर्छ कि अनि बिजनेस ल पढ्नुपर्छ अनि के अरे धेरै लको बारेमा थाहा छैन तर त्यो बिल हेर्ने बित्तिकै एज अ लेम्यान हेर्दाखेरि त्यो जस्तो भेग चिज के हुनसक्छ टाइपको छ कि जस्तै त्यहाँको कुनै एउटा दफा उठाएर ल अब सोच न के गर्दाखेरि चाहिँ जेल जान मिल्छ अथवा 2 देखि 5 लाख रुपियाँ जरिवाना तिर्नु मिल्छ जे पनि सोच्न पाइयो कि जे पनि अब अहिले भन्दाखेरि फनी सुनिन्छ तर त्यो त प्रब्लमेटिक हो नि त सो त्यो कुराले चाहिँ रिस उठायो हामीलाई अनि आई थिङ्क हामी कन्टेन्ट क्रिएटरहरू वेयर अन द सेम पेज यो इस्युमा चाहिँ अनि केही गरौँ न त सँगै मिलेर सोसियल मिडियाबाट हामी सबैजना मिलेर केही गऱ्यो भने चाहिँ केही न केही चाहिँ हुन्छ भन्ने इन्टेन्सनले चाहिँ त्यो चिज सुरु गरे हो हामी खास रोडमै जानुपर्ने पऱ्यो भने रेडी हो यसको लागि चाहिँ किनकि
एज इट इज चाहिँ पास हुनु हुँदैन सिधै। यसो अब यो त डाइरेक्टली भन्यो भने फेरि भड्काएको जस्तो हुन्छ। मलाई 5-10जनाको मेसेज आइसकेको छ केटाहरू हो, फेरि युट्युबरहरू त सब मेसेज दाइ दाइ कतिजना मान्छे चाहिन्छ भन्नु होला है, म तयार छु भनेर मेसेज आइसकेको छ। आउनु पर्यो नि त सेम मेसेज 5,000 10,000 थाहा छ मलाई तँलाई आइसकेको छ। मलाई 2 जना आएको छ, को 5,000 वाला चाहिँ ठ्याक्क को तँलाई नाम चाहिँ नभनौँ। इन्फ्लुएन्स क्रेजी छ फेरि, क्रेजी ल्याइदिन्छ त्यसले 5,000 बोलायो भने आइदिन्छन् त्यस्तो खालको मान्छेहरू एकदम क्रेजी क्रेजी। तर कहिलेकाहीँ चाहिँ सोसियल मिडियाबाट भएन भने बाटोमा जान पनि तयार छौँ भन्ने एङ्गल पनि देखाउनु पर्यो। किनभने जहिले पनि ऊ मात्रै किन जाने भन्छ नि, मान्छेले चाहिँ पैसा तिरेर मात्रै लिएर आएको मान्छे मात्रै किन चाहिँ बाटोमा जाने भन्ने एङ्गल छ नि, त्यो नभइकन हामी आफ्नैलाई पनि जान सक्छौँ, आफ्नैलाई पनि आउन सक्छौँ भनेर युथले देखाउन सक्नु पर्यो हो त। गुठी विधेयक ब्याक भएको त्यसै कारण होइन। यो मलाई चाहिँ नि यो 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 यस्तो दुःख लाग्छ क्या भन हेर्दै सेजलाई त्यही गर्नु नपरोस् भनेर पार्लियामेन्ट छिरेको होइन। लाइक भोइस किन नसुनिरहेको, म यस्तो आम सो सरप्राइज। अनि जहिले यो कुरा भन्यो भने के भन्छ, हामीले त हो नि विधेयक बनाउने भने त्यो गफ हो कि, त्यो गफ हो कि कम्प्लिटली। किनभने यस्तो जेनेरेसन ग्याप छ, दे डोन्ट टेक यु सिरियसली। अनि दे ओन्ली लिसन टु आफ्नो पार्टीको विज्ञ होइन, जसको पनि एकदम धेरै जेनेरेसन ग्याप भइसक्यो। अनि त्यो विज्ञ इज सो इजिली इन्फ्लुएन्स्ड बाई भेस्टेड इन्ट्रेस्ट ग्रुप होइन। अनि यस्तो तालले त वाइ लाइक यो सर्भ गर्ने भन्दा पनि हाउ डु आई रुल भनेर आइदिएछ क्या। अनि त्यो समस्या भयो। आई थिङ्क इफ यु रियली आस्क मी, युथलाई गभर्मेन्टले र पार्लियामेन्टले सिरियसली लिएकै छैन। लिएको थियो भने जब छलफलको स्टेजमा बोलाएको थियो नि होइन, त्यति बेला यु वुड हेभ बिन टेकन सिरियसली के। मलाई चाहिँ नि यो फ्युडल कन्सेप्ट के, प्लिज हजुर यो गरिदिनु पर्यो भनेर कतिचोटि यस्तो गराउने कि, कतिचोटि मलाई त मन नै पर्दैन त्यो। त्यही नै गराउँछ के, त्यही नै गराउँछ। इलेक्सनको अगाडि चाहिँ ठ्याक्क कल आउँछ, फेरि जोको छ कल मेसेज, तपाईँले हामीलाई हेरिदिनु पर्यो, हेल्प गरिदिनु पर्यो भनेर कल मेसेज आउँछ। अरू बेला खासै माया गरेर जस्तो देखिन्न। यो बिलको एउटा इन्ट्रेस्टिङ कुरा के, हजुर सोसियल मिडिया प्लेटफर्म भन्नेलाई के भन्ने भनेर लेखेर म ठ्याक्क पढेर सुनाउँछु ल। प्लेटफर्म भन्नाले इन्टरनेट प्रयोगकर्ता व्यक्ति र समूह वा संस्था तथा समूह वा संस्थाका बीच विचार वा जानकारी आदान प्रदान गर्न वा सामाजिक अन्तर्क्रिया गर्न सकिने गरी विद्युतीय प्रविधिको माध्यमद्वारा साइबर स्पेसमा सिर्जना गरिएको एप, वेबसाइट, ब्लग, एआई टुल्स वा यस्तै प्रकृतिका सार्वजनिक रूपमा उपलब्ध सामाजिक सञ्जाल प्लेटफर्म सम्झाउनु पर्छ भने होइन त। यो भने जस्तो वाट्सएप ग्रुप पनि परेन मैले त भनेको छु त्यही नै। मैले अस्ति एउटा प्यानल डिस्कसनमा बोलाएको थिएँ, मैले भने मेरो त वाट्सएप ग्रुप मात्रै होइन नि, प्राइभेट टेक्निकली त 2 जना मान्छेको बिचमा कन्भर्सेसन हुने, अन्तर्क्रिया हुने बित्तिकै त्यो सामाजिक सञ्जालमा पर्यो। फोन कल पनि परेन, अनि विद्युतीय माध्यमबाट पनि पर्यो। अहिले त हामीले त गरेर पर्यो, टेक्स्ट पर्यो, सबै कुरा पर्यो टेक्निकल्ली के। अनि मैले हाम्रो प्राइभेट टेक्स्ट पनि यो कानुनले चाहिँ, मैले त्यहाँ पनि भने हाम्रो टेक्निकल्ली त मलाई एउटा मुद्दाको लागि समात्यो। म एउटा इक्जाम्पल दिन्छु कि कस्तो भएको थियो। म नाम लिन, राम्रो पुलिस हुनुहुन्छ उहाँको नाम चाहिँ लिन चाहन्छु हिसाबमा होइन, भन्दै तिमी पनि मैले काम गराउनु पर्ने छ त्यसैले, 2-4 जना काम गराउनै पर्ने छ त्यसैले म भन्दिनँ मैले होइन। तर रियल कुरा गर्छु, एउटा प्रणेशको मुद्दाको हो क्या यो विषय चाहिँ। प्रणेशको मुद्दामा म गएँ, पहिलो दिन बोलाएँ, किन वकिललाई बोलायो, किन पुलिसको सबभन्दा ठुलो दुश्मन वकिलै हो होइन। किनभने यिनीहरू नै हाम्रो विरुद्ध मान्छे लड्ने भन्ने हिसाबबाट उनीहरूले चाहिँ के सोच्छन् भन्दाखेरि त किन बोलाएको वकिल, तिमी एक्लै आयो हुन्थ्यो भन्नुभयो। अनि मैले सबैको आन्सर दिइरहेको थिएँ बिचरा प्रणेशको, यो भने यो हो, यो भने यो हो, यो भने यो, चक्कु किन, चक्कु त फिल्ममा पनि देखाउँछ, उहाँलाई पक्रिनुहुन्छ, सबै सोधेँ मैले होइन। लास्टमा एउटा तिमीलाई याद छ, यस्तो हाँसेको एकजना पल शाहको यो गर्नेवाला केटा चाहिँ इन्डियाको एउटा सिमिलर केटा देखेर चाहिँ पल शाहको फेस थियो, एउटा मिम थियो बेसिकली। त्यो मिम हालेर पल शाहको अनुहार हालेको थियो, यो केटाको फोटोको चाहिँ कपिराइट लिएर आऊ भनेर भन्नुभयो कि होइन। यो फोटोको तसँग कपिराइट छ भनेर प्रुफ लिएर आ भन्ने एङ्गलबाट चाहिँ उहाँले भन्नुभयो कि। भनेपछि मुद्दा परेको छ साइबर क्राइमको, उहाँले कपिराइटको विषय जोडेर पनि तँलाई मुद्दा चलाउँछु भन्ने एङ्गलबाट लिएर आउनु। अब यहाँ के हुनसक्छ, तपाईँलाई एउटा कुरा खोजी गर्न पक्रिने, अनि मेसेज गर्दाखेरि तपाईँले यो त यस्तो हावा रहेछ भनेर 1-2 वटा शब्द लेख्नु भने तैँले त यहाँ यस्तो लेखेको छस् नि वाट्सएपमा त
भनेर मुद्दा टेक्निकली चलाउन मिल्ने बाटो भयो कि अनि मैले जहिले पनि भने अनुसूची 1 भनेर भनिराखेको कारण के हो भन्दाखेरि अदालतमा गएर जितौँला कि प्रब्लम छैन कि हामी छौँ वकिल छौँ त्यो 24 डेजको जुन चाहिँ बाटो छ नि जहाँ पक्राउ गर्न मिल्ने र अनुसन्धानको लागि 24 दिनसम्म राख्न मिल्ने अझै 5-6 जना मिलेर ग्रुप खोलेको छ भने त के भयो त्यो त साङ्गठित अपराध साङ्गठित अपराध 90 दिन न्युक्लियर वेपन पनि युज गर्छ हैन त्यो नि युज गर्न पाएन त टेक्निकली त साङ्गठित अपराधको त अर्को पाटो छ यहाँ 4-5 जना भएछ साङ्गठित अपराध पनि राख्न पायो चाहिएको कन्डिसन भाइ सबैलाई हुँदैन हामीले यहाँ के बुझ्न जरुरी छ सबैलाई तपाईले स्टेटस लेखेकै आधारमा जेल हालिहाल्दैन के मलाई त भएन जस्तो लाग्ला तर जुन दिन जसलाई रिस उठ्छ नि त्यसलाई बेस्ट एक्जाम्पल एउटा पुलिसकै एक्जाम्पल दिन्छु एक्ज्याक्टली पुलिस स्टेसन मैले बिर्से लडेकै मुद्दा प्रणेशभन्दा ठ्याक्कै 2 वर्ष अगाडि लडेको मुद्दा हो मैले यो त्यहाँ के भएको थियो भन्दाखेरि पुलिसले चाहिँ एउटा ठुलो कार्यक्रम गरेर हामीले यो कार्यक्रम गऱ्यौँ भनेर चाहिँ त्यहाँको लोकल पुलिसले एउटा पोस्ट फेसबुकमा हालेको थियो अनि सर मेरो 15 दिनदेखि बाइक हराइरहेको तपाईँले त्यति त खोज्दैन यो कार्यक्रम के गरेर बसिरह भनेर उसले लेख्यो अनि त्यसको रिप्लाईमा त्यसलाई ठिको पुलिसहरू यस्तो काम मात्रै गर्छन् हाम्रो काम केही पनि गर्दैनन् भनेर उसले रिप्लाई गर्यो एउटा मान्छे त्यो रिप्लाई गर्ने मान्छेलाई पक्राउ गरेर 18 दिनसम्म कस्टडीमा हालेर मुद्दा चलाइएको छ पछि जित्यो उसले भनेपछि मिसयुज त गर्न सकिन्छ भने त्यहाँबाट देखियो नि त रियल केस हो यो काठमाडौँ जिल्ला अदालतबाट डिसिजन भएको छ त्यो बेला शिक्षा यस्तो मुद्दामा कहिले पनि मुद्दा लिएर नआउनु भनेर अदालतले बोल्दियो भने बोल्नु त पछि गएर एटलिस्ट तर त्यो 18 दिन त उसलाई फिर्ता आउँदैन नि त त्यसको नेपालमा धेरै पनि 300 रुपियाँ दरले दिन्छ होला त्यो दिनको त्यस्तो हालको स्थितिमा नेपालको स्थिति छ भनेपछि म्यालिसियस प्रोसिक्युसन कानुन छ तर कहिले पनि चल्ने पनि हैन केही गर्ने पनि हैन नेपालमा तिमीले भनेकै कुरा त यो बिलमा पनि देखिया त हो नि हैन यो 16 दफा 16 मा हेर्यो भने त हो अर्को एक ठाउँमा पनि छ न त यो के रे रिप्लाई कमेन्ट लाइक रिशेयर रिट्विट सब्स्क्राइब पनि छैन मेन्सन सब्स्क्राइब पनि छ सुदीपको त 5,01,000 जना सुदीपको लागि हाल्ने भयो त सुदीप गभर्नमेन्टलाई वाइस अफेन्डेड ब्रो भन्ने इन्डियामा त एक्चुअली भयो पनि नि धेरैचोटि यो ट्विटरबाट धेरैचोटि हटाउन लगाएर यो गरेर हो त्यसलाई एक्सले एलन मस्कले म चाहिँ इन्डिया नै छोडेर जान्छु म यस्तो डिलिट गर्दिनँ फ्री स्पिच भनेर भनिरहेको छ मस्कले त्यो हिसाबमा त्यो अर्को कुरा भयो तर सिमिलर इस्यु इन्डियामा त यस्तै रुल छ डिलिट गर्न लगाउन मिल्ने जियो लोकेसन चाहिँ ब्लक गराउन मिल्ने रुल छ र उनीहरूले गराइरहेको नि हुन्छन् अनि पढाए बेला त उनीहरूको यस्तो रुल छ इन्टरनेटै बन्द गराइदिन्छन् आन्दोलन चले बेला आसाममा बन्द गराइदियो जम्मू कश्मीरमा बन्द गराइदियो होइन उनीहरूसँग त्यस्तो कानुन पनि छ त्यो बेला त भोइस त सप्रेस गर्ने मल्टिपल तरिका त्यहाँ रहेर अनि त्यो नेपालमा पनि हुन्छ भन्ने कुरा मलाई हुन्छ भने सबैलाई हुँदैन कि तर सेलेक्टिभ एन्फोर्समेन्ट चाहिँ हुन्छ यो कानुनको 100% सेलेक्टिभ एन्फोर्समेन्ट चाहिँ हुन्छ त्यो ग्यारेन्टी भइरहेकै छ मैले भने यही सबै कानुन नआइकन त्यो दफा 47 मात्रै राख्यो भने त्यसले काम गर्छ कि होइन त्यस्तो कानुन अलरेडी छ हामीसँग यो परिच्छेद 4 मा कि यो अनुमति प्राप्त व्यक्ति वा सामाजिक सञ्जालको प्रयोगकर्ताले पालना गर्नुपर्ने शर्त भनेको छ नि अनुमति प्राप्त व्यक्तिले पालना गर्नुपर्ने भनेको छ कि होइन यसमा चाहिँ यो अनुमति प्राप्त गर्ने भन्नेमा यो प्लेटफर्ममा प्रसार नगर्नेदेखि लिएर यो जति पनि कुरा राखेको छ नि र यसमा युज भएको शब्दहरू नेपालको सार्वभौम सत्ता भौगोलिक अखण्डता राष्ट्रिय सुरक्षा राष्ट्रिय एकता स्वाधीनता स्वाभिमान वा राष्ट्रिय हितमा खलल पुग्ने वा सामाजिक सांस्कृतिक धार्मिक र सँगसँगै गएर अर्को युज भएको एउटा इन्ट्रेस्टिङ वर्ड लागेको थियो मलाई सङ्घीय इकाइ बीचको सुसम्बन्धमा प्रतिकूल असर हुने गरी लेख्यो भनेपछि यो त भनेपछि संघीयता मन नपराउने मान्छेहरू त नेपालमा बस्नै पाएन होइन सो चुचे नक्सा काम छैन भनेर लेख्यो भने पनि जेल जाने भएन टेक्निकल्ली बाइ संघीयता विरोधी के लेख्यो भने जेल जाने भयो प्रदेश खारेज गर भन्यो भने जेल जाने भएन वाउ को दिमागमा आयो त हैन कस्तो कुन लेभलको सोचेर हैन जस्ट थिङ्क अबाउट इट कुन लेभलको सोचेर यो आई एम जस्ट इमेजिनिङ यो लेख्दै गर्दाखेरि कस्तो कन्भर्सेसन भयो होला कि यसरी बसेर हैन यो प्रदेश खारेज धेरै भन्छ त्यसकारण यो पनि लेखौँ भनेर छिरा होला कि आई एम जस्ट इमेजिनिङ कि त्यो शब्द चाहिँ अहिलेसम्म मैले कुनै पनि कानुनमा देखाएको थिइनँ इन्ट्रेस्टिङ लागेको मलाई किन लाग्यो भन्दाखेरि अरू सम्बन्ध सामाजिक यो त्यो सुसम्बन्धका कुराहरू छन् प्रादेशिक उहरूको चाहिँ विषयमा त्यो चाहिँ मैले फर्स्ट टाइम सुनेको छु यो कानुनमा चाहिँ त्यही त त्यसैले दिस इज वाउ शब्द के हैन अनि यो कुराहरू यस्तो अपलोड गर्न नपाउने भन्ने कुरा प्लेटफर्मलाई पनि भनेको छ कि
सो यो देख्दाखेरि फेरि कहाँ कस्तो लाग्दो रहेछ भन्दा हाम्रो ब्युरोक्राट्स हाम्रो ल मेकर्सहरू र हामीमा के कत्रो ठुलो ग्याप छ अथवा अन्डरस्ट्यान्डिङ अफ द टेक्नोलोजी के प्लेटफर्मले दिन्न भन्न पाउँछ र के अपलोड गर्न नमिल्ने बनाउन मिल्छ र भने के त्यो अपलोड गरिसकेपछि फ्ल्याग गर्ने त्यसलाई होइन रिपोर्ट गरिसकेपछि त्यसलाई मोडरेसन गर्ने डिफ्रेन्ट कुरा हो नि त मैले कन्टेन्ट अपलोडै गरिदिनु यस्तो खाले भन्ने त अनि त्यो मिल्दा नि मिल्दैन त्यो कन्ट्रोल गर्न सकिँदा नि सकिँदैन पहिलो कुरा दोस्रो कुरा हामीले हेर्ने हो भने हरेक प्लेटफर्मको अलमोस्ट अल द प्लेटफर्म्स ह्याभ उनीहरूको आफ्नै कम्युनिटी गाइडलाइन्स हुन्छ आफ्नै पोलिसिजहरू हुन्छ त्यो पोलिसिज ब्रिज भएको खण्डमा कहिलेकाहीँ त केही नभएको कन्टेन्टहरूलाई पनि उसले रिमुभ गरिदिरहेको मेटाले आजकल होइन त्यो गरिदिरहेको छ नि त भने त्यो ब्रिज भएको खण्डमा भन्ने कुरा राख्या भए मेबी केही हुन्थ्यो होला तर होइन अब चाहिँ यहाँ के लाग्यो ब्ल्याङ्केट ब्यान तरिकाले त्यो गर्नै मिल्दैन तैँले गरेछ भने तँलाई म कति रे 15 लाख 1 करोड कतिसम्म छ यहाँ त जरिमाना होइन त्योसम्म म तँलाई जरिमाना 15 लाखसम्मको छ 15 लाखसम्मको जरिमाना म तँलाई गराउँछु भन्यो त्यसो भने नेपालमा म के रिस्क लिइराख्न छोडिदिन्छु भन्नु मिलेन यसै पनि बिजनेस धेरै आइरहेको छैन नेपालबाट अलिअलि फेसबुकको मेटाको एड हो नत्र भने त अरू बिजनेस आएको छैन भनेर युट्युबले रेजिस्टर गर्यो भने अब हामीले युट्युबै नचलाउने त्यही त कानुन त उनीहरूलाई लिएर आएर सहज बनाउने कानुन बनाउनु पर्ने हो नि त कसरी उनीहरूले पनि हामीलाई हेल्प गर्छ कसरी हामीले पनि उनीहरूलाई यहाँ ल्याएर उनीहरूलाई ट्याक्स पेइङ एउटा उसको रूपमा राख्न सकिन्छ कसरी उसमा लिएर आउन सकिन्छ भनेर हो तर कानुन कसरी बनाउनु पर्छ मैले अघि डन्टे टेक्निक गरिनेछ भने तँलाई लगाउँछ है तिमीहरूले यस्तो पोस्ट गरेर तँलाई गराउँछु है भन्ने एङ्गलबाट चाहिँ कानुन लिएर आउन खोजेको देखिन्छ र मैले भनेको यो कानुनै लिएर आउने हो भने साँच्चै रियल इस्यु त केही पनि छैन नि त यहाँभित्र जुन नियमन गर्न चाहिने हो सोसियल मिडिया नियमन गर्ने कुराहरू रेजिस्ट्रेसनका कुराहरू त्यसपछि के हुन्छ कसरी चाहिँ गर्छौ त्यो प्रोसिजरको कुराहरू कार्यविधि भनेर भन्नु त होइन त्यो अर्को डिफ्लेक्टिङ ट्याक्टिक्स हो त्यो कार्यविधि भन्ला तर कानुन इट्सेल्फमै यसरी राखिसकेपछि कार्यविधिले त के हो नि यो प्रोसेसका कुरा गर्ने त दिस इज राष्ट्रले भनेको कुरा यस्तो इम्पोर्टेन्ट छ लेट मी टेक फ्यु मिनट्स टु एक्सप्लेन होइन प्रत्यायोजित कानुन होइन डेलिगेटेड लेजिस्लेसन हुन्छ यो ऐन किन भेग हुन्छ भन्दाखेरि त्यो ऐनमा सबै कुरा राख्यो भने त एक्जिक्युटिभ ब्रान्चले काम गर्न गाह्रो हुन्छ भन्ने होइन नियमावली बनाउने भन्छ त्यसपछि निर्देशिका कार्यविधि मापदण्डहरू बनाउने भन्छ होइन म त्यो मिनिस्ट्री सम्हालिराख्दाखेरि द्याट्स द फर्स्ट टाइम आई रियलाइज्ड शिक्षा ऐन अन्तर्गतको नियमावली र शिक्षा ऐनमा मिसम्याच छ भनेर के किनभने अगेन इट गोज टु वान फन्डामेन्टल अन्डरस्ट्यान्डिङ अफ हाउ हामीले सांसद हेर्छन् कानुन बनाउने हो भन्छ नि कानुन त मल्टिपल तहको कानुन छ त जहिले पनि हाइएस्ट लेभलको कानुन बनाउने हो भन्छ अनि सबैजनाले त्यही शब्द रटेर हामी सबैलाई दिमागमै सबकन्सियस लेभलमै त्यही पारिदिएको छ अर्को सांसदको काम भने त अकाउन्टेबल बनाउने हो नि त होइन त्यसको लागि न रिसोर्स छ न केही पनि दिँदैन होइन अनि केही कुरा गर्यो भने यो त पोस्ट लेजिस्लेटिभ स्क्रुटिनी हो कि पिएलएसमा जानुपर्छ भनेर अर्को एउटा टर्म फ्याँकिदिन्छ बट दे डोन्ट डु इट होइन भनेपछि त्यो जुन आफू जाँदाखेरि कतिवटा फोटो लगिरहेछ के गरिरहेछ यो त यस्तै कानुनले बन्ने हो नि त होइन कार्यविधिमा जाने हो नि त यु निड टु गो गिभ यो डकुमेन्ट्स भनेर तर त्यो एन्टायर कुराको स्क्रुटिनी चाहिँ भइरहेको छैन के अनुसारको हामीले पार्लियामेन्टले के सोचेर कानुन बनाएको थियो र त्यो अनुसारको इम्प्लिमेन्टेसन भइरहेछ कि छैन त्यो इम्प्लिमेन्टेसनको बेलामा जनतालाई गाह्रो भइरहेछ कि छैन देयर इज एब्सोल्युटली जिरो रियलाइजेसन वी निड टु डु दिस गर्यो अनि अहिले चाहिँ नि त्यसले कस्तो रूप ल्याएछ भन्दाखेरि अब कतै एकदम लाइन गयो भने सांसदको रूपमा गइदियो भने के चाहिँ हुन्छ भन्दाखेरि फोन गरेर यहाँ भइरहेको छैन भनेर त्यो प्याचवर्कमा चाहिँ काम हुन्छ तर त्यो इम्प्याटस नहुने बित्तिकै फेरि इट गोज ब्याक टु मङ्गलमान के सिस्टमेटिक रिफर्मको लागि चाहिने कुराहरू एकदम भद्रगोल छ म अर्को इक्जाम्पल दिन्छु प्रहरी विधेयककोमा सबैजनाले यो बढुवा सरुवा ट्रान्सपेरेन्टली भयो भनेर कति प्रशंसा गरे नि नो बडी इज आस्किङ प्रहरी सरुवा बढुवाको निर्देशिका उनीहरूसँग अलरेडी छ इम्प्लिमेन्ट पो नगरेको हो त यस्तो फट्याइ गर्छ नि होइन सो दिस इज द स्याड स्टेट अफ हाम्रो पार्लियामेन्ट के कानुन बनाऊ भन्यो अनि सबै उनीहरूले पनि कतिवटा कानुन बनायो भन्नेमा जान्छ क्वालिटी अफ डिस्कसन कुनै पोलिटिकल साइन्टिस्टले दे डोन्ट मोनिटर होइन
अनि हो मेट्रिक्स हो, कतिवटा कानुन पठाइ एउटा मेट्रिक्स हो, अटेन्डेन्स के भयो एउटा मेट्रिक्स हो होइन, त्यो सबै मेट्रिक्स हो क्या, तर नो बडी इज फोकसिङ अन क्वालिटी होइन। अनि ठ्याक्क प्रोसेस अहिलेको जस्तो प्रोसेस विज्ञहरूसँग 5 चोटि बोलाएर छलफल गरेको हो, यो प्रहरी विधेयक ल्याउन 7 महिना छलफल गरेको हो। बट इफ यु टक टु विभिन्न तहको प्रहरी तपाईँहरूको फिडब्याक गएको छ, तपाईँहरूलाई सर्वे गरेको छ, नथिङ। मलाई चाहिँ यही सोसियल मिडिया बिलकै कुरा गर्दाखेरि ल विज्ञ बोलाएर डिस्कस गरे हो भने पनि मैले चिन्ने नेपालमा हातमा गर्न मिल्ने साइबरकै वकिल गऱ्यो भने हातमा गर्न मिल्ने छन् साइबरको, कसैलाई पनि बोलाएको भने सबैजना त्यसकै विरोधमै बोलेर हिँडाइदिएको छु मिडियामा मैले, फेरि भनेपछि उहाँहरूलाई त बोलाएको जस्तो लाग्यो। हाम्रो फेरि त्यो हाम्रो समिति पार्लियामेन्टेरियन्सहरू भनौँ न को हो चाहिँ एक्चुअल एक्सपर्ट यो फिल्डमा भन्ने उहाँहरूलाई आइडिया पनि छैन होला कि नलेज पनि छैन होला, नट आइडिया भनेको कुरा। अब नेपालबाटै अहिले एआईमा होइन सँगसँगै साइबर सेक्युरिटीको कुराहरूमा यस्तो राम्रो राम्रो काम गरेर कम्पनीजहरू छ, बट किनकि उनीहरू त्यो धेरै आफूले प्रचार गरेर हिँड्दैन, उसको प्रोडक्ट प्रचार भइरहेको हुन्छ, त्यो पनि इन्टरनेसनल मार्केटमा। यहाँ कसैले चिन्दा पनि चिन्दैन, उनीहरूलाई बोलाउनेवाला पनि छैन, प्लस खोजी नीति नै हुँदैन होइन। त्यो बोलाइयो भने आई विल फल इन रेडार भन्ने पनि त्यो पनि छ भाइ के दुःख दिन्छ नि त, अहिले राष्ट्रले भने सो सेलेक्टिभ रूपमा दुःख दिन्छ नि त। सो किन आई विल कम इफ द कम्पनी इज डुइङ रियली वेल, वाइ विल आई कम ओभर, त्यो पनि हो, त्यो एकदमै हो। मैले धेरैजना छ दाइ नबोल्दियो होला दाइ, भाइहरूले पब्लिकले त नबोल्ने दाइ किन चाहे छैन, आई डोन्ट वान्ट टेन्सन भन्छ सिधै उनीहरू। बिना एउटा कुरा सोध्नु मलाई यार, के अरे घर चलिरहेछ नि होइन कन्टेन्ट क्रिएसन गरेर मजाले चलिरहेछ नि होइन, अनि तिम्रो फ्रेटर्निटी भनौँ न अरूहरूको पनि सबैको राम्रै छ नि होइन, मोस्ट अफ दिस गाइज भनौँ छापिरहेको छ नि डलर आफ्नो कमेन्टबाट इन्स्पायर्ड हो मैले त्यही भनेको। एउटा इमेजिन गरौँ त सिचुएसन वेयर सोसियल मिडिया बिल बिकम सोसियल मिडिया एक्ट पास भयो, तिमीहरू बस्छौ नेपालमै के हुन्छ? आन्दोलन पनि गऱ्यो, सबै गऱ्यो, केही सिप लागेन, लास्टमा गएर पासै भयो, यो इनएक्ट नै भयो, के हुन्छ त्यो फ्युचर हाम्रो कन्टेन्ट क्रिएटर्सहरू? अब यो अति नै हाइपोथेटिकल कुरा हो होइन, म मेरो पर्सनल्ली के छ भन्ने चिज चाहिँ दिन सक्छु होला। मेरो इन्ट्रेस्ट टाइममा चेन्ज भइरहेको हुन्छ, त्यही भएर पोलिटिकल कन्टेन्टै बनाउनु पर्छ भन्ने छैन फर्स्ट थिङ होइन। अनेस्टली भन्नु होइन, बिजनेस स्टुडेन्ट हो, थाहा छ पिभट भने मलाई अड्याप्ट गर्ने हो के चाहिँ भइरहेछ, अनि त्यो गर्छु होला। तर म बस्न चाहिँ नेपाली बस्ने हो दाइ, किनकि जस्तै यहाँ लेभरेज छ कि, यहाँ लेभरेज छ। म विदेश गएँ भने अर्काको ठाउँ, प्लस एकचोटि घुम्न गएको थिएँ मैले, अलिकति रेसिजम फेस गरेँ कि, अनि त्यही भएर मलाई चाहिँ म एसियन कन्ट्री नै घुम्नु गएको हो, तर रेसिजम फेस गरेँ। तँलाई इन्डियन भनेर गाली गरे जस्तो, थाइल्यान्ड गइस् होला। त्यही भएर मलाई यहाँ लेभरेज छ, यहाँ मान्छेहरूको माया छ, फ्यामिली छ, एउटा सेफ्टी नेट छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ म नेपालै बस्छु, देशको पनि एक हदसम्म माया छ, तर नम्बर 1 रिजन चाहिँ होइन देशको मायाले गर्दाखेरि बसेको चाहिँ, वान अफ द रिजन्स हो, नम्बर 1 चाहिँ होइन। सो त्यो हो। तर अब पास भयो भने अरूले के गर्छन्, अब म एक्सट्रिमली हाइपोथेटिकल भयो कि, अब यहाँ मैले निराशावादी कुरा गरेर हुँदैन फेरि, हुँदैन। जस्तै कस्तो भन्दा बोल्न पाइएन, अब निस्कुम टाइपको भन्दा पनि अब यहाँ केही हदसम्म आफ्नो भोइस चाहिँ पार्लियामेन्टसम्म पुर्याउने सम्म त अब हाँस्नु हो, अघि त्यस्तो भनिसक्नु है, तर त्यहाँसम्म त छ नि त, रहेछ नि त, पार्लियामेन्टसम्म त कुरा त पुग्दो रहेछ नि त। त्यो पनि हाम्रो लागि त एक प्रकारको विन नै हो कि पार्लियामेन्टसम्म। अब त्यहाँ पुगेपछि के हुन्छ भन्ने चिज भनिसक्नुभयो, तर बट त्यहाँसम्म कुरा पुग्यो, स्ट्रिटमा आउनुपर्छ भने पनि आउँछौँ भनिसकेको छौँ हामीले। सो अब पासै भयो, मलाई जहाँसम्म लाग्छ यो एज इट इज चाहिँ पास हुन्छ जस्तो चाहिँ लाग्दैन। यो त 2 कक्षाले लेखा जस्तो है। प्लिज व्हाट डु यु थिङ्क? एकछिन यहाँ हेरौँ न। The only time as it is pass हुँदैन is if यो मोमेन्टम डाई हुँदैन। ई कमर्स बिलमा पिक गर्यो, बोल्ने मान्छेले सबैले त्यही, अहिले यो बिलमा जे बोलेको थियो त्यति बेला पनि त्यही बोलेको थियो, त्यही पात्रहरूले। अहिलेको अवस्थामा त हामी पास हुन दिँदैनौँ, क्रिमिनलाइज छ, क्रिमिनलाइजेसन छ। सो डोन्ट बी अन्डर द्याट
इम्प्रेसन यो थकाउँछ आइम टेलिङ यु यो कस्तो स्ट्रेटेजिक छ अप्पर हाउसमा किन टेबल गरेको थाहा छ डजन्ट डाई के इट डजन्ट डाई लोवर हाउसमा टेबल गरेको भए यो पार्लियामेन्ट सेसन जब अर्को निर्वाचन आउँछ नि इट वुड हेभ डाइड इट इज प्रिसाइजली भ्रष्टाचार र अख्तियारको सँगै ल्याउनु पर्ने विधेयक हो त्यो पास गर्नुपर्ने हो छुट्टाइदियो आई थिङ्क 76 मा टेबल भएको थियो बल्ल लोवर हाउस आयो काम गर्यो नीतिगत निर्णयको परिभाषा चाहिँ थियो राखेन किनभने त्यति बेला थिएन भनेर एक दुईचोटि आवाज उठ्यो त्यसपछि मान्छेको अब हेर न इन पास्ट 3 days हामीसँग कतिवटा एजेन्डा छ इस्युज छ फोकस हुँदैन क्या अनि दे आर होपिङ प्रेइङ द रिजन दे आर एक्सपिडाइटिङ एभ्रिथिङ इज देयर आर टु मेनी इफ कसैले तिमीलाई एकदम धेरै इस्यु भने तिमीले प्रायोरिटाइजेसन गर्छ यु विल डु एभ्रिथिङ टु पुट फोकस अन वान थिङ अनि अरू सबै त सर्लक्कै गइदिन्छ क्या यु निड टु अन्डरस्ट्यान्ड दिस ट्याक्टिक्स द्याट दिस पिपल युज त्यो मोमेन्टम हामी मर्न चाहिँ दिँदैनौँ प्लिज त्यो होइन यो कुरामा चाहिँ म एड गर्छु ल भयो के भन्दा इ कमर्स बिलमा हामीले इनिसियल्ली इस्यु देख्ने बित्तिकैबाट वी गट टुगेदर इ कमर्स कम्पनीजहरू अब मेरो अड्डा पनि इ कमर्स भनेर डिफाइन भएको छ क्या यहाँ चाहिँ एकदम इन्ट्रेस्टिङ ठिकै छ होस् द्याट्स फाइन तर त्यो देखिसकेपछि वी स्टार्टेड वर्किङ अन इट होइन अब त्यो 3 महले बनाउनुदेखि लिएर धेरैजनाको लागि त अब ट्रस्ट मी मलाई त बरु अलिअलि थाहा थियो धेरै साथीहरूलाई त कसरी पठाउनु पर्छ अमेन्डमेन्ट समेत थाहा थिएन त्यहाँसम्मबाट सिक्दै चाहिँ ए यो इस्यु रहेछ यो इस्यु रहेछ भन्नु सबभन्दा बिगेस्ट इस्यु कहाँ देख्यो हामीले भन्दा यो सब नेपालको सबभन्दा ठुलो कम्पनीजहरू पनि त्यहाँ हामीसँगै आउँदा पनि सबभन्दा ठुलो इस्यु त हामीले एसएमइजहरूको लागि देख्यौँ कि होइन जो चाहिँ घरबाट फेसबुकबाट अचार बेचिरहेछ पेन्टिङ बेचिरहेछ टिकटकबाट भिडियो बनाएर बेचिरहेछ उनीहरूको लागि समस्या देख्यौँ कि सो हामीलाई त लास्टमा गएर के रियलाइज भन्दा हाम्रोभन्दा ठुलो समस्या थियो उनीहरूको रहेछ सो हामीले बोलिदिनु पर्छ भनेर विदिन बोल्न थाल्यो तर जुन हिसाबको त्यो कन्टिन्युटी हाम्रो साइडबाट त कन्टिन्युटी थियो होला तर लार्जर इकोसिस्टमबाट मिडियाबाट कन्टेन्ट क्रिएटर्सहरूबाट आउनुपर्ने कुराहरू आएन कन्टिन्युसली अनि यो मुभमेन्ट भनेको कस्तो कुरा हुँदो रहेछ यो मेरो एक्सपिरियन्सले मैले सिकेँ क्याम्पेनिङ इज भेरी टिडियस के त्यो कन्टिन्युटी भएन भने अति छिटो त्यो आज 5 जना हुन्छ 1 महिनापछि 4 जना हुन्छ 1 महिनापछि 3 2 1 मा गएर घर पस्छ कि लास्टमा गएर अनि खत्रै कमिटमेन्ट चाहिन्छ कि खास यसलाई कन्टिन्युसली गर्नलाई चेन्ज लिएर आउनुसम्मको दिनलाई चाहिँ कि अनि भएको पनि इकमर्समा त्यस्तो लाग्छ कि जसको लागि हामी लडिरहेको थियौँ नि उहाँहरूले नै कहिले त्यो विधेयक पढ्नु भयो जस्तो लाग्दैन कि मलाई उहाँहरूसम्म त्यो पुग्दैन कि सरल भाषामा बुझाउनु पर्ने थियो कि बरु यसपालि राम्रो के भएको छ भन्दा एटलिस्ट तिमीहरूले एकैचोटि आएर 4-5 जनाले गराउँछौ तिमीहरूको आफ्नो भ्युवरसिप पनि छ होइन कुनै भिडियोहरू 300K पनि पुगेको रहेछ कुनै के रहेछ होइन मैले भ्युवरसिप पनि यसो हेरेको थिएँ कति पुगेको छ भनेर अनि त्यो हिसाबले त एटलिस्ट तिमीहरू फेरि एकदम सरल भाषामा बुझाउन खोजेको छौ कि त्यो चाहिँ एफर्ट चाहिँ राम्रो छ क्या तर अब यो आज टेबल भएर प्रतिनिधि सभाबाट पास हुने भनेको के भने 2-3 वर्ष इजिली लाग्छ कि होइन अब यो 2-3 वर्ष छ हामीसँग त्यो विल छ त फाइट गरिराख्ने यसलाई भने माहौल तताइराख्ने त्यो चाहिँ आई थिङ्क तपाईँले राम्रो स्टार्टिङ ग्राउन्ड चाहिँ दिनुभयो जस्तो लाग्यो हामीलाई त्यो मात्र होइन तर 2-3 वर्षमा देयर विल अल्सो बी अदर कन्टेन्ट क्रिएटर्स द्याट विल जोइन द फाइट भन्ने चाहिँ लाग्छ मलाई तर भुल्न दिनु भएन बट यु अल्सो निड पिपल हु विल फाइट इन द समितिज त्यो अर्को यसमा देखेको एउटा इन्ट्रेस्टिङ इस्यु के फेरि अलिकति उसमा जाउँ न राष्ट्र विनायकलाई पनि थाहा होला तिमीलाई त कतिको हेर्नु भएको छ मलाई थाहा छैन एउटा इन्स्टाग्राम पेज छ कि यो डिफेक्ट भिडियोजहरू बनाउँछ कि उसले अनि ह्यान्डल थाहा छ भने नभन्न छोडिदियो तर उसले चाहिँ के गर्छ भन्दा स्पेसली केपी ओली शेरबहादुर देउबा आर्जु देउबा उसको 4-5 जनाको नेपालको अलिकति गिने चुने यो नोन फेसेस पोलिटिसियन्सहरूको ट्यागको भोइस र ऊ गरेर उसले अनि क्या रमाइलो छ कि इट्स भेरी इन्टरटेनिङ होइन त्यसमा अरू कुरा नराम्रो त केही पनि छैन तर यसमा त राखेको हिसाबले त भोलि त त्यो अभियसली टेक्नोलोजी ब्यान गरे हो टेक्नोलोजी ब्यान त्यो क्यारिकेचर बनाउँछ नि त्यो पत्रिकामा त्यो पनि ब्यान हो त यसको अनुसार त होला नि त
डिफेक भनेको छैन त्यो क्यारिकेचर त्यो पनि त टेक्नोलोजी युज गरेर बनाएको होइन अविन दाइले एभ्रीडे आफ्नो कार्टुन राख्नुहुन्छ एक्ज्याक्टली फेसबुकमा त्यसो भए त होइन त्यो चाहिँ के भन्दा डिफेकमा पत्रिकामा चाहिँ इलिगल होइन तर फेसबुकमा होइन टेक्निकली त्यो पनि इलिगल छ कुनै पनि मान्छेको चाहिँ ऊ बिगाएर नाक ठुलो पार्छ कहिले काहीँ आँखा ठुलो पारिदिन्छ त्यो नि गर्न पाइँदैन भने कानुन छ नि त्यही त त त्यो छुट्टै कानुन छ फेरि होइन त्यो मात्र होइन अब तिमीहरूले त्यो मकैको पात भनेर त्यो पहिला लेख्थ्यो भनेर पढाएको थियो होइन किरा पर्यो मकैको पातमा अनि त्यो किरा भनेको चाहिँ राणाहरूलाई भनेको भनेर लेखकहरूलाई चाहिँ मेबी युल बिकम सो गुड एट द्याट यो त अपूर्वले जस्तो I feel so out of loop. अपूर्वले जस्तो भयो तर होइन यो डिफेकको कुरामा चाहिँ टेक्नोलोजी ब्यान गरे हो डिफेक भने यो टेक्नोलोजी हो यस डिफेकको प्रयोग गरेर धेरै नराम्रो कुराहरू भइरहेका छन् ती नराम्रा कुराहरूलाई एक्सप्लेन गरेर यी कुराहरू चाहिँ डिफेक्ट प्रयोग गरेर गरियो भने चाहिँ त्यसलाई चाहिँ हामीले कारवाही गर्छौँ भनेर कानुन बनाउनु पर्ने नै छ नेपालमा म कम्प्लिटली अग्री गर्छु त्यो कुरामा तर डिफेक्ट टेक्नोलोजी प्रयोग गरेको खण्डमा 2 वर्ष जेल र 3 लाख रुपियाँसम्मको जरिमाना हुनेछ भन्ने कुरा चाहिँ भनेको सरासर गलत हो अनि फेरि ऱ्यान्डमले एआई भन्ने शब्द पनि युज गरिरहेको छ कि त्यहाँ कहाँ छ त्यो चाहिँ मैले एआई युज भएको छ हाम्रोमा एकदम चलन चल्ती छ के जार्गन ड्रप गरेपछि भाषा के भन्दा नेपालमा जेनेरेटिभ एआईलाई एआई भनेर सबैजनाले फेरि बिजोग छ कि त्यो एउटा जेनेरेटिभ एआईलाई मात्रै भनिरहेको छ उनीहरूले एआई तर यो डिफेकको कुरा नै गर्दाखेरि सो फर आइल गिभ एन इक्जाम्पल विदेशमा अहिले यसो छ एउटा फुटबलको चाहिँ क्लिप बनाउने मान्छे छ उसले एभ्री सिङ्गल डे के गर्छ भन्दाखेरि फुटबलको क्लिप बनाउने मान्छेले इन्टरभ्यूमा आउँछ आज फर इक्जाम्पल मैले नराम्रो खेलेँ भने होइन वा रेफ्रीले नराम्रो एक्टिङ काम गर्यो भने चाहिँ नि डिसिजन दियो भने म चाहिँ म्यानेजर हो भने म्यानेजरको डिफेक्ट बनाउँछ कि यो रेफ्री खत्तम छ यो झुट छ यसले पैसा खाएको होला अर्को पार्टीबाट पक्कै भनेर उसले तर एआई जेनेरेटेड कन्टेन्टहरू क्लियरली उसले चाहिँ मार्क गरेर राखेर आउँछ त्यो हेर्छु मलाई हाँस उठ्छ कि किनभने मान्छेको जुन चाहिँ मनको भडास हुन्छ नि फुटबल फ्यानको भडास छ नि त्यो एआईबाट निकालिराखेको हुन्छ कि त्यो त सटाएर र ऊ छ नि जुन चाहिँ प्रोटेक्सन जेनरली विदेशमा चाहिँ कन्टेन्ट क्रिएटर सटायरदेखि लिएर कमेडी धेरै अरूलाई दिन्छ नि त्यो चाहिँ कहीँ पनि प्रोटेक्सन छैन इन्ट्रेस्टिङली कस्तोसम्म भयो भन्दाखेरि थ्याङ्कफुल्ली भन्नुपर्छ एक तरिकाले पहिला चाहिँ नेपालको गाली बेइज्जतीमा पनि के हुन्थ्यो भन्दाखेरि सटायरलाई चाहिँ प्रोटेक्सन गर्न मिल्छ भनेर राखेको थिएन लास्ट टाइमको परिमार्जन गर्ने बेला चाहिँ सटाएर ऊ छ भने त्यहाँ चाहिँ गाली बेइज्जती नहुने भनेर चाहिँ राखियो कि त्यतिसम्म चाहिँ त्यो कानुन चेन्ज गर्ने मान्छेले बुझाइरहेछ तर ठ्याक्क त्यसलाई उल्टो पार्ने तरिकाले यो कानुन फेरि आउन थालेछ परिमार्जन गर्यो गाली बेइज्जतीमा अब त्यो कुरा चाहिँ गाली बेइज्जती फेरि के हो भन्दाखेरि मैले भन्छु अनुसूचित 3 को अन्तर्गतको मुद्दा जुन चाहिँ हामीले आफैले अदालतमा गएर मुद्दा लेखेर दायर गर्ने मुद्दा प्रहरीले पक्राउने गर्दैन उनीहरूलाई नोटिस जान्छ दुवैले लड्छ हो भने जेल जाने वा फाइन हुन्छ नत्र नै हुँदैन अब यहाँ के गर्थ्यो त्यो कानुनमा चाहिँ होइन है सटायर चाहिँ गर्न पाइन्छ भनेर राख्थ्यो अनि आएर पुलिसले डन्डा हान्ने ठाउँमा चाहिँ सटायर पनि पाइँदैन भनेर राख्थ्यो अनि एट द सेम टाइम अरू कानुनमा जे लेखियो पनि यसलाई नै चाहिँ टपमा राखेर अरू अन्यथा जे भयो होइन यो भयो यसमा त लाग्छ अरूको लाग्छ भने त्यसको एक्स्ट्रा पनिसमेन्ट पनि लाग्छ भनेर लाग्थ्यो कि हजुर यो चाहिँ प्रब्लमेटिक यो पढिरहेको बेलामा के हजुर इन्टरनेटसँग सम्बन्धित मानव अधिकार र सिद्धान्त बडापत्र होइन हजुर यसमा 3-4वटा बडापत्रहरूको छ क्युमुलेटिभ राम्रोसँग बनाइदिएको रहेछ क्या अनि कस्तो रमाइलो छ भन्दा नेपालले साइन गरेकै यो चिजहरू हो कि फेरि के अब हामीले इ कमर्समा त्यो आइसिसिपिआरको धेरै कुरा गऱ्यौँ खासै मतलब गरिएन अब यसमा पनि त्यही नै देखिरहेछ किनकि जुन हाम्रो रेगुलर फन्डामेन्टल राइट्स भनौँ न र इन्टरनेटमा पाउने फन्डामेन्टलको धेरै भिन्नता छैन नै भन्ने नै अन्डरस्ट्यान्डिङ त्यही नै छ कि होइन त्यसै मध्येको एउटा भने राइट टु एनोनिमिटी हो होइन आफ्नो परिचय लुकाउन पाउने अधिकार होइन नराम्रो काम पो गर्न भएन त परिचय लुकाउन पाउनु पर्यो नि त होइन किनकि त्यो त प्राइभेसीसँग जोडिएको पार्ट भयो है त्यसमा चाहिँ हाम्रो जस्तो देशमा जहाँ चाहिँ अहिलेसम्म विसल ब्लोअर एक्ट भन्ने कुरा छैन होइन त मैले कतै उजुरी कसै कुनै नेताको उजुरी दिन पर्यो भने पनि त्यसलाई प्रपरली प्रोटेक्ट गर्ने भन्ने एउटा के भन्छ तिम्रो कम्प्रिहेन्सिभ कानुन नै छैन कि 2-4वटा लाइन शब्दहरू लेखिएका छन् त्योभन्दा त्यति मात्रै हो त्यसमा तिम्रो च्यानलको नाम के रे वाइस अफेन्डेड तिम्रो च्यानलको नाम ऱ्यान्डम नेपाली हजुर होइन दिपेशको नेपाली कमेन्ट सुदीप भाइको इनडेप्थ स्टोरी उसको चाहिँ प्रोजेक्ट कुरा मिसगाइडेड नेपाल र कसैले नै आफ्नो नाम त प्रयोग गरेको छैन त्यो त सबैजना ब्यान्ड त्यो त अझै त्यो त एउटा तबका भयो
त्यो तबका बाहेकको देखेको अझ ठुलो मास भनेको आफ्नो नाम बाहेकको जति पनि फेसबुक पेज क्रिएट गरेको छ श्री जङ्गबहादुर राणा ऊ त के पोस्ट गरेर हुन्छ त्यहाँ होइन अब ऊ त गयो होइन त अझै होइन ट्विटरमा अझै त्यो त अझै मास त्यस्तो मास जेनरली ट्विटरमा देखिन्छ कि एकदम रेलेभेन्ट इन्फर्मेसन पोस्ट गर्ने कमेन्ट्री गर्ने ऊ गर्ने तर उनीहरूले आफ्नो नाम प्रयोग गरेका हुन्छन् जहिले पनि सुडोनियममै उनीहरूले फङ्सन गरिरहेका हुन्छन् टेक्निकली त्यो पनि इलिगल बनाइदियो कि यो कारणले वेट हाम्रो लिटरेचरमा स्युडोनियम युज गरेर पब्लिश गर्दैन नपाउने हो यो होइन अनलाइन पाइएन अनलाइन मैले त्यो किताब इबुक निकाल्यो भने जेल गइस् होइन फिजिकल बुक ठिक छ सो भनेपछि गाइज यो बेसिकली बिलले ब्यान गर्न खोजेको चाहिँ नि नयाँ जेनेरेसनलाई चाहिँ नि यो युज गर्छस् किनभने के भन्छ मेबी देयर इज स्टिल वान तबका अफ सोसाइटी द्याट इज ओके विथ प्रिन्टेड बुक बट देन देयर इज ह्युज पपुलेसन द्याट वान्ट्स इ बुक्स होइन त्यहाँ गयो भने चाहिँ नि स्युडोनियम राख्न नपाए के पनि गर्न नपाए त्यो प्रिन्टेड किताबमा पाएँ सो मैले कमेन्टमा गएर कसैलाई गाली गर्न पाएन तर त्यही कुरा पर्चामा छापेर 1 लाखवटा पर्चा बेच्न बाँड्न पाएँ त्यो भयो नि चाहिँ म्याक्सिमम भयो भने गाली बेचिदियो कानुन मात्रै अट्र्याक्ट हुने भयो ऊ भयो त्यही कुरा अनलाइनमा मैले पोस्ट गरेँ भने चाहिँ त 5 वर्ष जेल जानेको तरिकाले कानुनमा पक्राउ गर्ने भयो त्यसरी चाहिँ मिसम्याच भएको छ यो कानुन भन्ने कुरा भयो सो हामी एनोनिमस बन्न पनि नदिने कसरी रोक्दो रहेछ कसरी रोक्दो रहेछ वेराज हामीले फेरि यसमा प्राइभेसी र डेटा प्रोटेक्सनको कुरा पनि खासै गरेका छैनौँ यसमा छैन कि फिल्ममा के नेपालमा डेटा प्रोटेक्सनको कुरा कहाँ गरेको छ त नि छैन प्राइभेसी एक्टमै पनि डेटा प्रोटेक्सनको कुरा गरेको छैन एक्चुअली सोसल मिडिया प्लेटफर्म्सहरूलाई अहिले नेपालले दिन सक्ने सबभन्दा बेस्ट दनक भन्ने थियो भने त डेटा प्रोटेक्सन ल खतरा स्ट्रङ बनाइदिएर होइन यही राख डेटा त्यही राख भन्न सक्थ्यो अब के अरे यो जिडिपिआर मोडल ल्याउने कि कुन मोडल जे ल्याए पनि हुन्थ्यो नि त होइन र ल्याउन सक्थ्यो त्यो गरेकै त्यही भनेको मैले अघि जे चाहिन्छ त्यो राखेको छैन होइन अर्को एङ्गलबाट चाहिँ यो चाहिँ त्यसले कानुन बनाउने बेला चाहिँ हामी नियमन गर्छौँ भन्यो तर नियमन कसरी गर्छौँ भन्दाखेरि उसले ल्याएर ट्याक्ससम्म तिर्ला त्यतिसम्म नियमन गर्ने भयो त्यसपछि बाँकी सब नियमन त हामीलाई गरिरहेछ नि त सोसियल मिडियालाई गरिरहेको छैन नि त त्यहाँ नियमन त नियमन के छ भन्दाखेरि मेरै पोस्ट डिलिट हुने हो उसको पोस्ट ऊ त हुने होइन मेरै भोइस बोले भने म जेल जान सक्ने चान्स हुने हो सो नियमन सोसियल मिडिया इट्सेल्फलाई छैन कि खोल के को ओडाइयो भन्दाखेरि हामीले त टिकटकलाई ल्याएर रेजिस्टर गराउनु खोज्या हो मेटालाई चाहिँ यहाँ ल्याएर रेजिस्टर गराउनु खोज्या हो त्यो रेजिस्ट्रेसनको एउटा पार्ट ल्यायो त्यो रेजिस्टर गर त्यसपछि डिलिट गर भनेर डिलिट गर त्यति मात्रै छ नि अरू केही छ र कानुनमा उनीहरूको केही पनि छैन नि त रेस्पोन्सिबिलिटीमा त छैन नि त तर हामीलाई चाहिँ के गर्थ्यो त मेरै पोस्ट डिलिट गर्ने मैले भनेको कुरा यो हुने उसले भनेको कुरा यो हुने गर्ने एङ्गलबाट चाहिँ यो कानुन लिएर आयो प्राइभेसीको कुरा भन्छु नि मैले गरेर जान्छु अब मैले भन्छु 4chan एक्जाम्पल त्यो आइएम नट भेरी फन्ड अफ 4chan भने एउटा चाहिँ इट्स अ सोसियल मिडिया होइन त्यो नेपाल आएर किन रेजिस्टर गर्छ त्यसले गर्दै गर्दैन अनि द होल आइडिया 4chan फर एक्जाम्पल इज एनोनिमिटी रेडिट इट सेल्फ राइट मैले रेडिटमा मेरो नाम चाहिँ मैले के राखेको छु मेरो 15वटा अकाउन्ट छ त्यहाँ मेरो 15वटा अकाउन्ट छ गाली गर्न नि युज गर्छु म त्यहाँ रियल कुरा हो मन परेन मेरो नाम प्रयोग गर्नु छैन भने तैँले यसलाई किन गाली गरेर चेपाइदिएको कुरा लेख्छस् भन्नु पर्ने मेरो नाम ऱ्यान्डम नेपालीबाट थाहा हुनु भएन त म उतातिर गाली गर्न प्रयोग गर्छु त्यसलाई गर्छु म त्यो मेरो अधिकार हो गोल गाली गर्न पाउने अधिकार मुख छाड्दिनँ होला तर गाली गर्न पाउने अधिकार ऊ गर्न डिसेन्ट गर्न पाउने अधिकार त छ त एनोनिमस भएर म त युज गर्छु मेरो त छ के छ 15वटा अकाउन्ट राखेको छु 15वटा अप्टिक पनि हान्नुलाई पऱ्यो भने त अब यसको बेस्ट एक्जाम्पल केभिन ड्युरेन्टले आफ्नो ट्विट गर्थ्यो आफैले लाइक गर्थ्यो त्यस्तो एनबिए प्लेयरले त गर्छ भनेपछि ऊ त नेपाल आएर जेल जाने भयो त ऊ त त्यो पनि भएन भने टर को चाहिँ टर होइन टर छ हामीले हाम्रो कलेज विरुद्ध चाहिँ उतातिर हुँदाखेरि चाहिँ टरबाट हामीले चाहिँ मेसेज प्रवाह गर्न सक्थ्यौँ भने नेपालको प्रहरीसँग पावर त्यति छैन कि मेरो टर आएर बन्द गराओस् भनेर याद गर्नुहोस् द अनियन राउटर है ट्रुथ सोसल आएर नेपालमा रेजिस्टर गर्छ ट्रुथ सोसल आएर नगरोस् पनि ठिकै छ होइन अब टेक्नोलोजी बुझे सांसदलाई सोधौँ न एउटा म त आफ्टर फ्यु डेज अफ पार्लियामेन्ट्री फियास्को आई एम लाइक मैले सोध्नु खोजेको कुरा हो कि त्यो प्राइभेसीको कुरा सँगसँगै हजुर यो नेपालमा आएर सोसियल मिडियाहरू रेजिस्टर गर भन्ने कन्सेप्ट नै भाइबल छ भनेको कि अहिलेको डे एन्ड एजमा आई मिन कुराकानी चाहिँ हुनुपर्छ होइन
मलाई एकदम कन्सर्न मैले अघि पनि भने नि होइन देयर इज दिस ब्रान्ड न्यू गजबको टेक्नोलोजी त्यो कसरी युज गर्ने भनेर केही सिकाएको छैन प्यारेन्टल चाइल्ड प्रोटेक्सन पुलिङ ग्रुमिङको अलिअलि आएको छ होला इट्स टु लेट के तर कानुनमा लेख्दैमा देयर इज नथिङ त्यो कानुन चाहिँदैन नि त हाम्रो स्कुल्सहरूमा पेरेन्ट्सहरूलाई ग्रुमिङ यसरी हुन्छ अथवा यु नो त्यो बाइङ द्याट सफ्टवेयर टु आइडेन्टिफाई त्यो गर्न कसैले रोकेको छैन के गरिरहेको छैन के सो इट फिल्स very much like again goes from the same thing I want to control rather than facilitate right ani I don't know how much money hamle Nepal bata is being used in this ad space or content bata generate bhairacha it will be useful to know the size of that economy malai lageko chai ni hamroma double taxation we need to prevent that haina when you guys get paid utan tax tirra huncha yaha laउँदा yaha that is what is मेरो प्रायोरिटी भयो द्याट वुड बी द फर्स्ट थिङ आई विल ट्राई टु बी लाइक यार गुड युआर मेकिङ मनी होइन गुड युआर इम्प्लोइङ पिपल डबल ट्याक्स नतिर्ने गरी के गर्ने सो त्यसको लागि दर्ता गर्नुपर्छ भन्ने एउटा कुरा हो होइन त्यो पर्सपेक्टिभबाट चाहिँ नि आई वुड हेभ टेकन स्टेप्स मेबी अब प्रोसेस त्यो कार्यविधिकै कुरा हुन्छ फेरि हो होइन कसरी बोलाउने भने किन सोसियल मिडियामा सबै कुरा हुनसक्छ टेक्निकल्ली तपाईँको त त्यो डुओलिङ्गो पनि सोसियल मिडिया भयो यो कानुनको अनुसार त होइन किनकि त्यहाँ मान्छेसँग इन्टरेक्ट गर्न मिल्छ ऊ गर्न मिल्छ मेसेज गर्न मिल्छ मलाई च्यालेन्ज गर्छु भन्ने कुरा पनि आयो अब डुओलिङ्गोलाई यहाँ आउने किन भन्ने यहाँ रेजिस्टर गर्नुपर्ने जरुरी क्रिया त्यो नहुने बित्तिकै यहाँ ब्यान गर्नुपर्ने हो भने त्यसले हाम्रो अधिकार कुण्ठित पार्ने हो कि होइन त्यो सबै एङ्गल पछि गएर हाम्रो होइन राष्ट्र भएको यति थोरै पानी छ अब त्यो पानी यो टेबल पुस्न युज गर्ने कि पिउने हो क्या वी डोन्ट ह्याभ द्याट मच रिसोर्सेस मैले प्रायोरिटाइजेसन तपाईँले भनेको कि एक्ज्याक्टली कुरा हिजो मात्रै मैले साइबर ब्युरोमा कहिलेकाहीँ परिरहेको हुन्छ मेरो किन भन्दाखेरि त्यहाँ कामै त्यस्तो छ आफ्नो होइन कामै त्यस्तो छ साइबर ब्युरोमा जाँदाखेरि उहाँले के भन्नुभयो भन्दाखेरि अस्ति नै हामीले 28वटा कम्प्युटर पक्ड्यौँ यो चाइनिजहरूको ऊबाट अब हामीसँग त्यो फेसिलिटी नै छैन त्यो 28वटा कम्प्युटरको सबै हार्ड डिस्क स्क्रेप गरेर कहाँ के डेटा छ भनेर अनि र्यान्डमली सेलेक्ट गरेर 1-2वटा चेक गर्ने हो हामीले भनेर भन्नुभयो अनि म गएँ हिजो उहाँको बिचरो त्यो माथि 3rd फ्लोरमा 5 नम्बरको कोठामा त्यहाँ 4वटा कम्प्युटर 1 2 3 4 5 6वटा 7वटा कम्प्युटर राखेको छ त्यहाँ नै रहेछ नेपालको साइबर फोरेन्सिक अनि मलाई माया लाग्यो क्या त्यसपछि मैले पनि के लाग्यो भन्दाखेरि ठुल्ठुला कुरा गरेर गाली त गरेँ बिचबिचमा त्यहाँ देखेर रिसोर्स पनि सरकारले कति दिएको छ यार त्यो साइबर ब्युरोलाई भन्ने कुरा अब सोसियल मिडियामा मेरो अब के भने मैले दफा 47 कुरा फेरि घुमाएर त्यो मुद्दा चलाउन सजिलो हुने भयो कि किन सोसियल मिडियाको स्क्रिनसट छ ल्यायो अकाउन्ट दे त भनेर झ्याममा झापड हान्यो एकचोटि अकाउन्ट दिइहाल्छ हेऱ्यो स्क्रिनसट आयो मुद्दा चलायो फरक अब टेरामक्स पनि ल्याउने होला होइन टेराम्याक्स अब रियल डेटा लुकाएर राखेको डेटा चाइल्ड पोर्नोग्राफी मान्छेले कसरी लुकाएर राखेको हुन्छ त्यो त स्क्रेप गरेर निकाल्दा त धेरै दुःख हुन होला मान्छेहरूलाई त त्यहाँ गर्न त त्यो रिसोर्सै दिएको छैन अनि यो मुद्दा हामीले लिने र भन्ने कुरा त उहाँहरूको पनि मनमा आउँछ नि त अब यो सोसियल मिडिया विधेयकै आइसकेपछि यो पास भएर ऐन भएर निस्क्यो भने त कतिवटा मुद्दा जाने होला त्यो सबै ह्यान्डल गर्ने रिसोर्सेस साँच्चै छ र त भने दिस इज द थिङ के कसैले अहिलेसम्म क्वेसन नगरेको जे पनि जाऊ पुलिसकोमा जाऊ भन्छ पुलिस आर सो अन्डर रिसोर्स सो अन्डर पेड यति धेरै बुलिड बाई उनीहरूको के भन्छ चेन अफ कमान्ड ओर पब्लिक फिगर्स मलाई त माया लाग्छ सेम कुरा के अदालतमा मैले एड गर्दाखेरि लास्ट टाइम पनि एआईको हामी सँगै थियो एउटा उसमा कन्फरेन्समा त्यो बेला कुरा गर्दाखेरि एकजना मलाई कानमा आएर भन्नुभएको थियो कि यो तपाईँले सबै कुरा गर्दाखेरि एउटा कुरा एड गरिदिनुहोस् न भन्नुभयो त के भन्दाखेरि यार ओभरअल बजेटको कति पर्सेन्ट दिन्छ जो जुडिसियरीलाई नेपालमा भन्दाखेरि 1% भन्दा कम अनि त्यसले कसरी चाहिँ काम गर्छ त जुडिसियरीले 1% भन्दा कम बजेट दिएर अनि यसलाई इफेक्टिभ बनाउने कसरी भन्ने एआई बनाएर चाहिँ हामी इफेक्टिभ बनाउने भनेर ठुल्ठुलो कन्फरेन्स चाहिँ गरियो होइन त्यो एआई डेभलप गर्न कति पैसा लाग्छ त्यो 1%ले त्यो स्यालेरी तिर्ने सबै कुरा म्यानेज गर्नुपर्ने ठाउँमा उनीहरूले एआई इम्प्लिमेन्ट कसरी गर्छन् होला त्यो कुरा पनि हेर्न जरुरी छ भनेर उनले भनेको कुरा एकदम रियल कुरा हो कि यो टेक्नोलोजीको कुरामा सरकारले जति ध्यान दिएर बजेट छुट्याउनु पर्ने हो त्यसरी छुट्याएको पनि छैन न प्रहरीलाई न जस्टिस सिस्टमलाई न कसैलाई होइन सो त्यसले गर्दाखेरि पनि अझै यो कानुन पास भयो भने मुद्दाको थुप्रो चाहिँ अर्को एक चाङ थुप्रो चाहिँ लाएर बस्नेवाला छ त्यो ट्राफिक जाम हुने बित्तिकै के हुन्छ पावर लाग्छ क्या ट्राफिक जाम हुने जहाँ पनि ट्राफिक जाम हुन्छ कामको ट्राफिक यताउति पावर लाग्छ कुनै मुद्दा सर्लक्क अगाडि बढ्छ इन्भेस्टिगेसन फास्ट हुन्छ अरू पेन्डिङमा हुन्छ अनि फेरि यो भन्छन् अनि यो प्लिज यो गरिदिनु न अनि पैसा चल्छ दिस इज वाइ इट्स सो इम्पोर्टेन्ट टु डिजाइन प्रोसेसेस बोटलनेक नहोस् भनेर के सो इभेन्चुअली यो
सेन्सरसिप एकदमै धेरै गर्न खोजिरहेको डिरेक्सनमा मुभ भए जस्तो लाग्दैन आई मिन स्पेसली लास्ट 10 years भनौँ न एकदमै धेरै के देखिरहेको सुनिरहेको पनि किनकि यो दिस इज अलमोस्ट अ रेप्लिका अफ त्यो बिचमा एकचोटि निर्देशिका आएको थियो नि एउटा हो सेम होइन त त्यही नै हो सोसियल मिडिया निर्देशिका हो डिरेक्टिभ आएको थियो डिरेक्टिभ आएको थियो सोसियल मिडिया डिरेक्टिभ आएको थियो आई थिङ्क लास्ट इयर टिकटक ब्यान हुने हाराहारीमा ल त्यतिखेर त्यो युट्युब पनि च्यानल पनि रेजिस्टर गरौँ होला धेरै कुरा आएको थियो नि त्यो टाइममा त्यो बेला 5 लाख तिरेर युट्युब रेजिस्टर गरेँ म त बन्द गरिदिन्छु त्यति कमाएकै छैन मैले विनायकले चाहिँ कमाएको छ ओके के अरे मैले भनिरहेको अब यो त्यो लेभल अफ सेन्सरसिप गर्छु भन्दाखेरि त एकदम पब्लिकमा त एकदम क्लियर मेसेज जानुपर्ने होइन कि हाम्रो नेताहरूले हामीलाई चाइना बनाउनु खोजिरहेको भने जस्तो लोकतन्त्र छ बहुदलीय छ व्यवस्था छ त्यस्तो कहाँ भन्न मिल्छ गफ नदेऊ न त्यही भन्छ चाइनामा नि भन्दा ओपन होला बरु के सोध्छु बिना के बारेमा सेन्सरसिप मेरो बिलिफ चाहिँ के हो भने बेस्ट फर्म अफ सेन्सरसिप इज सेल्फ सेन्सरसिप सिधै कुनै पनि थटलाई चाहिँ सेन्सर गर्नु हुँदैन होला त्यहाँ क्याभिएट्सहरू हुन्छ होला तर यदि गर्ने नै हो भने त्यो चाहिँ वेल डिफाइन्ड हुनु पऱ्यो जुन लेभलको क्रिमिनलाइजेसन भइरहेछ नि त्यो लेभलको क्ल्यारिटी पनि चाहियो कि नियमन चाहिन्छ अफकोर्स चाहिन्छ म अग्री गर्छु त्यसमा सोसियल मिडियामा भए नभएको के चिजहरू हार्मफुल चिजहरू पनि छ नियमन डेफिनेटली चाहिन्छ तर वेल डिफाइन्ड त हुनु पऱ्यो नि त त्यो लेभलको पनिसमेन्ट त्यो लेभलको दण्ड जरिवाना छ भने त त्यो लेभलको क्रिमिनलाइजेसन भइरहेको छ भने त क्ल्यारिटी दिउँ न त के चिजलाई चाहिँ गर्ने त भेग टर्म्सहरू नराखौँ न छ यो त मलाई सेन्सरसिपको कुरा मलाई त खासै सेन्सरसिप गर्न आउँदैन खासै होइन मैले होइन म त बोलिदिन्छु म त होइन मलाई त मन लागेको कुरा बोलिदिन्छु म त 15वटा अकाउन्ट रेडिटमा 15वटा अकाउन्ट खोलेर गाली गर्ने मान्छे हो म त होइन होइन त त्यसले होइन बोलिदिन्छु म बोल्न मन लागेको कुरा बोलिदिन्छु भने तर सेन्सरसिपको इस्युमा त भने नि मैले इट स्टेम्स फ्रम त्यही बेला अघिको कानुनको हो मैले भन्छु यार एक जमानामा के कुरा रेजिस्टर गर्नुपर्छ र त्यो प्रेस काउन्सिलको मातहतमा आउने कस्तो भन्दाखेरि एभ्री डे वा रेगुलर कन्टेन्ट प्रड्युस गर्ने मान्छेहरूले चाहिँ सबैले गरेर रेजिस्टर बिहान बिहान उठेर म टिकटकमा नाचेँ भने रेजिस्टर गर्नुपर्ने हो कि होइन अनि प्रेस काउन्सिलले मेरो नाचलाई चाहिँ हेरेर तैँले यसरी नाच्न पाउँछस् भन्नु पाउने हो कि होइन दोस्रो कुरा मोरालिटीको कुरा राखिन्छ मलाई सबभन्दा चित्त नबुझ्ने कुरा भने कानुनमा मोरालिटी मोरल पुलिसिङ कानुनले गर्ने होइन त्यो सोसाइटीले आफ्नो तरिकाले गरिरहेकै छ कि दुःख पाइसकेका छौँ त्यसमा धेरै हामीले होइन मोरल पुलिसिङ गर्ने काम कानुनले गर्ने होइन त्यो स्लिपरी स्लोप भन्छ जहिले पनि जुन पनि ठाउँमा होइन मोरालिटी यो त्यो भन्छ कसको मोरालिटी भन्छु म जहिले पनि के कसको मोरालिटी मेरो मोरालिटी ठुलो कि तिम्रो मोरालिटी ठुलो प्रहरीको मोरालिटी ठुलो कि अर्को मोरालिटीको कुनै देशमा एङ्कल देखाउन नहुने भन्ला इजिप्टको एक्जाम्पल लिउँ इजिप्ट यो भए अहिले एउटा केटीले चाहिँ बिकिनी लाएर पोस्ट गर्यो भने उसलाई जेल हालिदियो त्यस्तो मोरालिटी देश खोज्या हो कि होइन हामीले अहिले त्यो पनि सोच्छौँ किन यो कानुनले त राखेको छ त्यो बाटो मैले बाटोमा मेरो वाइफलाई अँगालो मारेर हिँड्यो भने त्यो पनि पिडिए हो कि होइन कसले डिफाइन गरिदिने त्यो होइन मोरालिटीको इस्युमा के त्यस्तो तरिकाले चाहिँ कानुन लिएर आइसकेपछि अटोमेटिकली त्यो सेन्सरसिप त हुन्छै हुन्छ मैले भने टिकटकै एक्जाम्पल अब मैले रेजिस्टर गर्नु पऱ्यो भने च्यानल गरेर 5 लाख तिरेर मैले टिकटक सेपरेट गर्ने युट्युब सेपरेट गर्ने 5 लाखको लागि अनि इन्स्टाग्राम मैले सेपरेट गर्ने हो भने त्यहीँबाट त्यो प्रोसेस सुरु गरेर छ नि कन्ट्रोलिङ मेकानिजम के अनि जति नै भने पनि म चाहिँ होइन प्रेस काउन्सिल भन्छ नि यताउता भन्छ नि म चाहिँ मैले देखाएको छु कि त्यहाँ कसरी फङ्सन गर्छ भनेर छ त किन नहुनु मैले देखाएको छु नि त त्यहाँ फङ्सन गरेर हामीले त मान्छे लिएर गछौँ नि त त्यहाँ मान्छे लिटरल्ली मान्छेलाई मर्का परेर गाली बेचेती भएछ त्यो न्युज हटा भन्दाखेरि मिलापत्र मुद्दा हाल्न मिल्दैन भनेर मिलापत्र गरिदिउँ अनि छोडिदिउँ भन्ने तरिकाले मान्छेको इमेज बिगारिसकेपछि त्यस्तो लेभलसम्म हामीसँग आएको छ नि त मान्छेहरू त्यहाँ सो त्यहाँ पनि मैले गर्दिनँ त्यसले मलाई मान्छेले नै प्रेस काउन्सिललाई दर्ता गरौँ म किन गरेँ म त्यसको मातहतमा आउनै चाहन्न मेरो स्पिच मैले फ्रीली बोल्न पाउँछु म कानुन नतोडी बोल्छु तर फ्रीली बोल्न पाउनुपर्छ भन्ने मेरो चाहिँ धारणा छ कि त्यसले यो सेन्सरसिप सरकारको कन्ट्रोल स्पिचमा स्पेसल्ली किनभने संसार बनेको थट्सले हो ह्युमन माथि अगाडि बढेको थट्सले हो सबै यो थट्स हुन सकेन र थट्स प्रभाव हुन सकेन भने मान्छे कहिले अगाडि बढ्न सक्दैन र थट्सलाई कन्ट्रोल गर्न मिल्दैन भन्ने मेरो बेसिक धारणा हो अरू भयो भने म बाटोमा आउँछु एउटा इन्ट्रेस्टिङ छ कि 16 होइन हजुर अन्धविश्वास फैलाउने भनेर नि लेखाएको छ कि होइन अन्धविश्वास फैलायो भने पनि त्यसलाई क्राइम मान्ने भनेको छ होइन अब एकदम त्यो भनेको त बेसार पानी होइन मैले त
होइन त हो त्यो मात्रै नगरेर एकछिनलाई अन्धविश्वास कसको लागि एकछिन त्यो मैले त्यही अलिकति मोरालिटीकै कुरामा आउँछ राष्ट्रले भनेकै हामी नेपाल त के अरे एकदम हिन्दू बाहुल्यता धेरै भएको देश होइन त सो भगवान मान्ने कुरादेखि लिएर पूजापाठको कुराहरू जति पनि गर्छौँ अब भगवान विष्णुले कहाँबाट के निकाल्नु भएको थिएदेखि लिएर अब धेरै कुरा छ होइन अब त्यो कुरा त धर्म प्रचारदेखि लिएर यो सबै अरू टाइम के अरे स्वस्थानीदेखि लिएर तिम्रो सबै कुरो सत्सङ्ग गर्दा पनि त युज हुन्छ मान्छेले अलि धार्मिक मान्छेहरूले सोसियल मिडियामा आएर पनि लेख्छन् यो चाडपर्व यो तरिकाले मनाइया हो भनेर पनि लेख्छन् होइन त अनि सँगसँगै अरू प्रयोग भएको शब्द अघि नै मैले भनिदिएको थिएँ नि मान प्रतिष्ठामा आँच आउने होइन अनि त्यसपछि यो मिथ्या सूचना भन्ने कुरा पनि खास मैले त अलिकति कन्फ्लिक्टिङ नै लाग्छ के हो के होइन भनेर अनि यसो हेऱ्यो सबभन्दा अगाडि भीमराव सम्झिन्छु है के भन्नुहुन्छ उहाँको लेखाइ हेर न जहिले पनि उहाँ त कन्स्पिरेसी थ्योरिस्ट नेपालको सबभन्दा ठुलो कन्स्पिरेसी थ्योरिस्ट जस्तो म त फलो गर्दिनँ कि धेरै मलाई मतलब उहाँले जे कुरामा पनि के अरे यो इन्टरनेसनल हो के तिम्रो नेपाललाई यो गरिरह हो बाहिरी तत्त्व बाहिरी तत्त्व हो बाहिरी तत्त्व होइन एमसिसीको बेलादेखि नै हो यो त त्यसपछि अर्को मान्छे याद आउँछ मलाई हाम्रो आई थिङ्क महेश बस्नेत होइन मलाई नि धेरै गाली गर्नुभयो उहाँ त लास्ट राउडी मान्छे त्यसमाथि उहाँ लेख्नुहुन्छ नै राउडी पाराले सोसियल मिडियामा अनि फेरि जे पनि लेखिदिनुहुन्छ त्यो कोर्टमा एउटा केस चलेर हुन्छ उहाँको डेफिनेसन त्यहाँ अर्कै भइसक्यो हुन्छ विनायकलाई पनि विनायक मलाई फोटो हालेर हामी 6 युवाले देश बिगारे भनेर लेख्नु भएको थियो त्यो पनि आइसक्यो आइसकेको छ होइन त त्यस्तै अब दुर्गा प्रसादको कुरा मल्टिपल छ नि त होइन सो कि अब मैले एकदम बुझ्न मान लागेको मलाई कुरा चाहिँ होइन सुमनालाई सोध्नु कुरा होइन तिमीलाई पनि पार्लियामेन्टमा कहिलेकाहीँ के टुच्च सुरुमा आउँछ इनिसियल्ली होइन दिने गर्ने अनि अब के हुन्छ त यो बिललाई एकछिनलाई कानुन बनाम अब यसले पोलिटिसियन्सहरूलाई पनि कभर गर्ने हो त पार्लियामेन्टको स्पिच चाहिँ प्रोटेक्टेड हुन्छ पार्लियामेन्ट बाहेक भनौँ न अझ खास सुरु हुनुपर्ने त त्यहीबाट हो होइन मिथ्या सूचना यो लको बेस्ट युज चाहिँ नि पोलिटिसियन्सहरूलाई गऱ्यो भने हुन्छ झुटो बोल्न पाइँदैन होइन भनेर तर आई डोन्ट नो यो पार्लियामेन्टमा लाग्छ कि लाग्दैन भन्ने कुरा हामीले आई थिङ्क फर्स्टमा हामीले आन्सर गरेका छौँ कि यो त सेलेक्टिभ एन्फोर्समेन्ट गर्न बनाएको कानुन हो नि त यो कानुन त सबैलाई जेल हाल्न बनाएको कानुनै होइन कि जसलाई पर्छ त्यसलाई म हाल्छु भनेर बनाएको कानुनमा पर्छ त उनीहरूलाई जोसँग पावर छ उसलाई पर्छ त पर्दै पर्दैन चुनचुनकै मारुङ्गा कानुन हो नि त यो त अब ल म मेम्बर अफ पार्लियामेन्ट भएँ होइन तर नेक्स्ट इलेक्सनमा त आई होप देयर विल बी अ लट मोर पिपल होइन हु थिङ्क लाइक अस अनि उहाँहरूले पोलिटिसियनले गर्ने भनेको त्यो कानुन बनाउने मात्र होइन त्यो अकाउन्टेबल मात्र हो त्यो त त्यो सोच्ने तरिका बनाउने हो नि त होइन सो इन अ वे कन्टेन्ट क्रिएटर्स यु आर लाइक एक्चुली इन्फ्लुएन्सिङ सोसाइटी हाउ सोसाइटी पर्सिभ समथिङ थिङ्क्स अबाउट समथिङ होइन विश्लेषण गर्ने तरिका वे देखाइरहेको हो नि त होइन त्यो गर्न त सबैले पाउनुपर्छ बिकज सबैजना भावी पोलिटिसियन हो कि होइन भनेपछि अहिले जुन भने नि आफूले थटबाटै सोसाइटी बन्ने हो भनेर अनि यदि यो लाग्छ भने सबैलाई लाग्नुपर्छ तर लाग्दैन होइन अहिलेको कानुन पनि त्यस्तै भइरहेछ सेलेक्टिभ र यसको मेरो बिगेस्ट कन्सर्न इज इट विल प्रिभेन्ट डिसेन्टिङ भोइसेस लोकतन्त्र भनेको नै डिसेन्टमा बिलिभ गरेर आएको कुरा हो होइन द्याट्स द एसेन्स अफ डेमोक्रेसी द्याट वी आर सार्वभौम इन्डिभिजुअल आर सार्वभौम भनेर त्यही द भेरी बिइङ अफ असलाई अट्याक गरिरहेछ कि यसले यो हाम्रो नेताहरू पनि मार्क्सबाट आउने होइन समाजबाटै आउने हो भन्छौँ नि त होइन हामी जहिले पनि होइन होला मलाई त हो जस्तो लाग्छ तिम्रो मिथ्या सूचना है अर्को ह्यान्डलबाट देऊ न @@ के भनेर मिथ्या सूचना मिथ्या सूचना होइन जनता आर फ्रम अर्थ पोलिटिसियन्स आर फ्रम जुपिटर अझ प्लुटो गर्दै नि हुन्छ पर छन् होइन भनिसकेपछि सोसाइटीको डिमान्ड नै यस्तै खाले ल हो त भने जस्तो पनि लाग्दो रहेछ कि मलाई त कहिलेकाहीँ के सर्टेन मासको छ वाइ नट नबुझेका मासहरूको
यसो हो कि कोही कोहीले भोट हालेपछि चेत्छन् नि त्यस्तै हुन्छ कि कहिले काहीँ चाहिँ यो पनि यो कानुन पास ठ्याक्कै भइसकेपछि यसमा एउटा कमेन्ट आएको थियो कि तपाईँहरू डराउनै पर्दैन नि सोसियल मिडियामा चाहिँ अरू अराजक तत्त्वहरू छन् यो ल आएपछि त झन् तपाईँहरूलाई सजिलो हुन्छ वाला आइडिया कि अनि होइन नि त तर त्यो त बुझ्नुभयो मैले भन्न खोजेँ त्यो त होइन नि त यो ल आएपछि त अघि भने जस्तै चुनचुनकै मारुङ्गा हो नि त कहाँ आइरहेछ त कसले के बोल्यो ल यसलाई कुन कुन दफा लगाउनु मिल्छ होइन सोच न मैले सरी हजुरलाई काटेँ होइन एउटा कुरा मात्रै एड गरेँ तिमीलाई मैले भने अघि मलाई इक्जाम्पल थियो त के अरे आफ्नो आमा बहिनी बेचेर खाने बाहुन भनेर मलाई कमेन्ट गर्यो होइन मान्छेले त्यो मलाई अझै पनि छ कि किनभने वान अफ माई फर्स्ट कमेन्ट द्याट हिट मी रियली हार्ड त्यो बेला वान्स अपन अ टाइम होइन अहिले त मलाई आइएम युज टु इट भनेर भन्छु होइन त्यो बेला लेख्यो अब मैले त्यो कमेन्ट डिलिट पनि गरिदिएँ गर्न त अब मैले चाहे पनि यो कानुनको अन्तर्गत हो मैले रिपोर्ट गर्न पाएँ तर मैले रिपोर्ट गरेको आधारमा साइबर ब्युरोले युट्युबलाई वा मेटा के अरे यो गुगललाई अल्फाबेटलाई मेल पठाएर आइपी एड्रेस खोजेर त्यसको घरमा गएर यसले कमेन्ट गरे हो कि होइन पत्ता लगाएर म त चलाउँछ र होइन म्याक्सिमम एउटा मात्र केस भयो यस्तो केसहरू कति होला मलाई एउटा होला त्यो भिडियोमा अर्को 1500 एउटा कमेन्ट थियो होला त्यस्तो त्यो 1500 जनालाई मैले हालेँ भने 1500 जनाको आइपी एड्रेस खोजेर सबैलाई मुद्दा चलाउँछ होला कि म इनफ पावरफुल पोजिसनमा पुगेपछि मलाई कसैले बोल्यो भने त्यो कमेन्टको आधारमा खोजी चाहिँ घरै पत्ता लगाएर चाहिँ आरोप समात्छ होला विच हेज मोर प्रोबेबिलिटी त्यो पनि हेर्न जरुरी छ जस्तो लाग्छ यो विषयमा विथ लिमिटेड रिसोर्सेस अहिले अनलिमिटेड रिसोर्स भएको हो सबैलाई पक्रिदिउँ न भन्ने कुरा हुन्थ्यो होला होइन घरै जेल बनाइदिन्छु म त त्यसपछि त होइन त्यो मैले चाहिँ भन्न खोजेँ कि सो विच इज हायर पोसिबिलिटी छ भने अभियस छ कि यसको आन्सर के तर यो अघि जुन भन्यो नि होइन समाजबाट आएको नेताहरू अहिलेको जुन तरिकाको हाम्रो टिकट दिने सिस्टम छ होइन र जुन लेभल अफ इलेक्सन बेलाकोमा हक्की भनिदिरा हुन्छन् नि होइन 6 करोड छ भने मेरो निर्वाचन क्षेत्र हो भनेर देयर इज एब्सोल्युटली नो चेक एन्ड ब्यालेन्स द्याट सुड बी डन टु मेक स्योर इलेक्सन्स आर डन प्रपरली मौन अवधिमा के हुन्छ होइन के हुन्छ राइट भर्सेस हुनुपर्ने के हो यो जबसम्म त्यो फेयर छैन जनताबाटै सेलेक्टेड भएको सिरियस मान्छेहरू हो र पार्टीभित्रको डेमोक्रेसीको हामीले कुरा गर्ने हो भने मलाई त मैले यो मेरो वीरगन्जदेखिको काठमाडौँको यात्रामा पनि एकदम सुनेको र महसुस गरेको जनप्रतिनिधि जनताको प्रतिनिधि भइदिएको भए गजब हुन्थ्यो तर पार्टी प्रतिनिधि भएर बिग्रियो के कहिलेकाहीँ त यस्तो लाग्छ किन यति धेरै मान्छे हायर गर्नुपर्ने त्यो इलेक्ट गर्नुपर्ने रहेछ त ठ्याक्क प्रमुख सचेतक र पार्टीको सभापति एकजना बसेर अध्यक्ष बसेर चलाइदिए भइहाल्यो त होइन किन यति धेरै मान्छे चाहिने कि इट इज टु गिभ अ भेरी फल्स सेन्स अफ हाम्रोमा डेमोक्रेसी छ भनेर जनप्रतिनिधि त छ जस्तो मलाई लाग्न छोड्यो पार्टी प्रतिनिधि बढी छन् अनि जहिले नि के गर्छ सामूहिकतामा बल छ भनेर एउटा गजबको सेन्टेन्स बोल्छन् अनि त्यो सामूहिकताको छत्रछायाबाट बाहिर जाने एक्लै पर्लाउ भन्छ अनि त्यो भनेको बेसिकली फ्यु पिपल हु आर सुपर ग्लुड टु द चेयर कन्टिन्युसली उनीहरूले आफ्नो भ्युज लाग्छ म उदाहरण दिन्छु निजामती कर्मचारी विधेयकमा प्रमुख सचेतकले यो दलै पछि युनियन हुनुहुन्न एउटा ट्रेड युनियन हुनुपर्छ भनेर आए त्यति बेलाको कङ्ग्रेसकै सचेतकले प्रमुख सचेतकले बोले कङ्ग्रेसबाटै आएको सभापति थियो त्यो समितिको यो पार्टीको धारणा हो भन्दा हो भन्यो त्यसपछि त्यो समितिको सभापतिलाई कङ्ग्रेसको सभापतिले फोन गरेर त्यो होइन त्यो हाम्रो पार्टीको धारणा होइन भन्थे आर एमपिज ट्रुली फ्री भन्ने पनि समस्या छ आई डोन्ट थिङ्क दे आर पार्टी प्रतिनिधि बढी छन् वेयर डज द लोयल्टी लाई पार्टी अनि पार्टी कसरी चल्छ फ्यु पिपल आन्तरिक लोकतन्त्र इज झुर होइन अनि त्यो भनिसकेपछि जनताबाट आउँछ जुन तिमीले भन्छ आएकै छ त्यसैले त राइट यो जुन निर्वाचनहरू आउँछ इट्स सो इम्पोर्टेन्ट टु हेभ अ लट अफ इन्डिपेन्डेन्ट भोइसेस स्पेस दियो अनि फेरि बाइ द वे हिस्टोरिकल्ली हाम्रो नेपालमा प्राइभेट बिल्सहरू रेजिस्टर होला
टेबलै भएको छैन कहिले पनि भएको होइन प्राइभेट 3टा बिल्सहरू थियो 2टा पास भयो एउटा पास नभएको त्यो हेम्पवाला हो एम्पल वृन्दावासिनीले दर्ता गर्दैछ यो वेल मिनिस्टर भएपछि आई थिङ्क त्यो ढुस हुन्छ क्या हो होइन औषधिको छ आम इन द प्रोसेस अफ दर्ता गरिङ एउटा प्राइभेट बिल इलेक्ट्रिक कार कन्भर्जन अलाउ गर्नको लागि होइन किनभने त्यो त कार्यविधिमा मात्रै छ कस्तो रियलाइज नगर्ने कि कसैले गएर कोर्टमा कन्टेस्ट गर्ने त्यो हार्छ क्या त्यो कोर्टमा पनि रेडिटमा पनि हो क्या 15वटा अकाउन्टबाट लोन बनाउँदै होइन सो आई डोन्ट बिलिभ वी हेभ प्रतिनिधि छन् प्रतिनिधित्व छैन सो वी निड टु फाइट फर इट that means you don't have to always be in formal politics but you need to take interest होइन एउटा चाहिँ त्यो अनि एकदम कम्प्लिकेटेड ल्याङ्ग्वेजलाई जसरी सिम्प्लिफाई गरिदिएर हुन्छ नि वी निड मोर अफ द्याट टु एक्सप्लेन यस्तो त्यो नेपाली त्यो लिगल नेपाली भाषा यस्तो गाह्रो छ नि त होइन त्यसलाई सिम्पल के बोलीचालीको भाषामा एक्सप्लेन गरिदिनु पऱ्यो र पोलिटिक्सलाई राजनीतिलाई यस्तो विधि हाउगुजी बनाइदिएको छ नि इट्स नट लाइक द्याट के टेक इट फ्रम इट्स नट लाइक द्याट आई थिङ्क तिमीहरू जाने हो भने पार्लियामेन्टमा यु विल बी बेटर देन 90% अफ द पार्लियामेन्टेरियन्स इन टर्म्स अफ मेकिङ स्योर पिपलको भोइस आर रिप्रेजेन्टेड सो प्रतिनिधित्वको लागि चाहिँ वी हेभ टु गेट भेरी त्यो त लाग्छ तर त्यो जाने प्रोसेसको झमेला सम्झेरै जानु मलाई लाग्दैन एक्सपिरियन्स पनि गर्नुभएको छ तपाईँले त फेरि फोन गरेर दुर्गा प्रसाद 2 करोड माग्नु पर्यो यो गरौँ न त लेट्स ट्राई टु स्ट्रिमलाइन लास्टमा अब अलिकति कटकुट पनि गर्न खोजौँ होइन एकदम जुन कन्भर्सेसनबाट स्टार्ट गरिएको थियो अलिकति त्यही कन्भर्सेसनतिरबाटै एन्ड गर्न मन लाग्यो हामीले सोसाइटीको नर्म्स एकतिर हुन्छ ल एकातिर हुन्छ हाम्रो आफ्नो राइट्स हाम्रो आफ्नो फ्रस्ट्रेसन्स हाम्रो यो सब एकातिर हुन्छ होइन अनि त्यसपछि क्रिएटिभिटी भनौँ न क्रिएटिभिटी नै अर्कोतिर हुन्छ होइन हामीले त्यो लाइनलाई ड्र कहाँ गर्ने एउटा कुरा सेकेन्ड कुरा चाहिँ तपाईँको सुन्नाले भने जस्तो लागेको थियो होइन वाट्स गुड फर यु माइट नट बी गुड फर मी वाट्स अफेन्सिभ टु यु माइट नट बी अफेन्सिभ फर मी डिक्टेट कसले गर्ने यो कुरा के छ राष्ट्र कसले डिक्टेट गर्ने डिक्टेट गर्ने कुराहरू यो हामीले लाइन कहाँ ड्र गर्ने लाइन त ब्लड छ जस्तो लाग्छ इट्स नट अ स्ट्रेट लाइन कान्ट बी ग्रे लाइन छ विल नेभर बी स्ट्रेट लाइन त्यसैले पनि यसलाई चाहिँ यो तरिकाले रेगुलेसन गर्नु हुँदैन भन्ने कुरा हो कि किन एउटै शब्दको होइन म यहाँ भन्न चाहन्न होइन तर एकदम नेपाली बोलीचालीमा एकदम प्रयोग गर्ने एउटै शब्दलाई कुन टोनमा र कसरी टोनमा र कसरी भन्ने हो चोरै शब्द भनौँ न कस्तो चोर रहेछ भनेर चोर भनेर भन्नुमा फरक छ नि त होइन त्यही शब्दको बोलीचालीमा आउँछ तर अदालतमा आउँदा लिपिबद्ध गर्दाखेरि चोर लेखा मात्रै देखिन्छ यसले त चोर भनेर रहेछ क्या हो भन्ने एङ्गलबाट कुरा आउन सक्ला सो त्यो कारणले गर्दाखेरि चाहिँ स्ट्रेट लाइन होइन ब्लड लाइनै हो त्यसैले रेगुलेसन यसरी स्पिचलाई चाहिँ यसरी रेगुलेसन गर्न गाह्रो हुन्छ यसलाई डिफ्रेन्ट तरिकाले रेगुलेट गर्नुपर्छ भन्ने कुरा चाहिँ मेरो त ओभरअल धारणा नै यो रेगुलेसनको कुरामा पनि अघि हाम्रो इन्फर्मल कन्भर्सेसन गर्दा सुमनाले भनेको थियो नि म यति धेरै के अरे डिफ्रेन्ट एज ग्रुपसँग काम गर्छु स्पेसली यङ भाइ बहिनीहरू अनि उनीहरूले बोलाए भाषै बुझ्दिनँ मैले भनेर भन्दै थियो होइन अब भने नि अब त्यसलाई पनि अब जस्टिफाई गर्ने त्यसलाई जजमेन्ट दिने चाहिँ कसरी त भने कि उसले प्रयोग गरेर शब्दलाई कसरी सकिँदैन भने मेरो दादाको बच्चा बच्ची 8 वर्षका भयो अहिले उनीहरूले आएर ओहायो भने मैले के हो ओहायो भने हाम्रो बारेमा फ्लोरिडा जे रहेछ अहिले ओहायो त्यो रहेछ कि अब तपाईँलाई फ्लोरिडा भन्छ नि फ्लोरिडामा पागल मान्छेहरूले पागल काम गर्छ नि अहिले ओहायो भइसकेको रहेछ त्यो भन्छ नि भाषा पनि त्यसरी चेन्ज हुँदो रहेछ कि ओहायो भने मान्छेले साइको काम गर्यो ओहायो भने चाहिँ साइको काम गरेर ओहायो भनिसकेको रहेछ उनीहरूले होइन अहिले मिमै रहेछ त्यो अनि मैले गुगल गरेँ ओहायो मिम हान्यो भने भेटिन थाल्यो जसरी फ्लोरिडा म्यान हुन्थ्यो त्यसरी अब भने त भाषा त चेन्ज हुन्छ नि त अब त्यहाँ मुद्दा हाल्ने त ओहायोलाई उडायो यसले भनेर इट्स अ मिम भन्दै मान्छेले बुझ्नुपर्छ नि त पाइँदैन त्यो त पाइँदैन होइन ट्रोल हो त्यो गरेर मान्छेलाई मल्टिपल हरास गर्ने गर्ने कुराहरूलाई रोक्ने एउटा पाटो होला त्यसलाई कसरी रोक्न सकिन्छ एउटा पाटोले सोच्न सकिन्छ होला तर मिम ट्रोल बनाएको आधारमा मात्रै टेक्नोलोजीलाई ब्यान गर्ने तरिकाले डिप फेकै बन्द गर्ने तरिकाले मात्रै कानुन बन्यो भने चाहिँ
यसको भोइस विनायकले त रोक्न दिन्न भनेको छ होइन। हामी गएर पछि पासै भयो भने च्यालेन्ज गर्ने ठाउँ इनफ छ यो विधेयकमा त एटलिस्ट। अन्य विधेयकभन्दा यो विधेयकमा त इनफ ठाउँ छ, त्यो च्यालेन्ज त गरौँला। तर त्यो च्यालेन्ज गर्ने स्थितिमा नहोस् न भन्ने त कुरा हो नि त होइन। बिगारिसकेपछि फेरि बनाउला पछि के होला भन्ने कुरा नहोस् कि डाइरेक्टली आएर चाहिँ के होस्, अदालतबाट नगइकन पहिला पास हुने बेला नै राम्रोसँग पास होस्, वा पासै गर्नु नपरेको खण्डमा पासै नहोस्। के हुन्छ रिक्वायरमेन्ट नेपालमा त्यो अनुसार हुन्छ। तिमी चाहिँ के गर्नेवाला छौ त सुमना? के विषयमा? अब यो बिललाई अब बेटर बनाउनु त भन्ने होला नि, अब फिर्ता त गाह्रै छ। आई थिङ्क मेरो फर्स्ट एफर्ट विल बी टु सेन्ड दिस बिल ब्याक, किनभने मैले फेरि भने मेरो एक्सपिरियन्स अफ बिल मेकिङ प्रोसेस हेज बिन जति मेहनत गरे पनि, जति स्टेक होल्डर्सलाई बोलाएर उनीहरूको पर्सपेक्टिभ समितिमा बोलाएर सुनाए पनि, जे गरे पनि अल्टिमेटली त्यो 2 पेजको प्रतिवेदन कम्स द सेम ड्याम वे द्याट यो फ्यु पिपल वान्टेड टु कम। सो यस्तो अवस्थामा यदि त्यो ट्रुली डेमोक्रेटिक प्रोसेस हुन्थ्यो भने ल गरौँ बहस भनेर भन्थ्यौँ क्या, तर त्यो छैन भनेपछि इट्स गन गो द सेम राउट इट केम होइन। जसरी इकमर्स बिल आयो क्रिमिनलाइज नगर्ने भनेर कतिजनाले प्रतिबद्धता दिएको थियो, धेरैजनाले भनेको थियो होइन। अल दिस इट केम द सेम होइन। सो आई डोन्ट बिलिभ यो सोसियल मिडिया बिल चाहिँ नि इट माइट टेक फ्यु इयर्स होइन, अनि त्यति बेलासम्म मोमेन्टम पनि लुज हुनु भएन। तर द फर्स्ट एक्ट ह्याज टु बी टेक इट ब्याक। मेसेज गर्नु पर्ला जल्दा बल्दा नेताहरूले चाहिँ फेरि प्राइभेट स्पेसमा बसेर चाहिँ चिन्ता नगरोस् यो कहाँ हामी पास हुँदैछ भन्ने हो कि कमिटमेन्ट दिने कि फेरि त्यहाँ लेभलसम्म त्यसमा फसिँदो रहेछ कहिले काहीँ होइन। त्यो किन हो थाहा छ? त्यो भन्यो भने देन सबकन्सियसली दे आर प्लान्टिङ इन योर हेड द्याट आई एम द ओन्ली सेभियर द्याट इज गोना प्रिभेन्ट, सो भोट फर मी। त्यस्तो खालको बुलशिट पोलिटिक्स गरेर हुन्छ। तिमी के गर्नेवाला छौ विनायक? दाइ के मेरो पनि से के हो भन्दाखेरि अघि क्रिएटिभिटीको कुरा गर्नु भने क्रिएटिभिटी हुनको लागि सोच्नुपर्छ कि सोच्नुपर्छ, बोल्नुपर्छ, डिस्कस गर्नुपर्छ। तर जब त्यो क्रिएटिभिटी आउनको लागि नै 20-30 वटा लजहरू बाधक बनेर आइरहेछ भने, सोच्न र बोल्न नै 2 चोटि सोच्न परिरहेछ भने, आइडिया सेयर गर्न नै 2-4 चोटि सोच्न परिरहेको छ भने अब त्यहाँ चाहिँ प्रब्लम भयो कि हामी त कल्चरली हेरिटेज वाइज द रिच कन्ट्री हो नि त। यो त एउटा फर्म अफ क्रिएटिभिटी हो नि। सो यो चिजलाई पनि प्रिजर्भ गर्नको लागि नयाँ डिसिप्लिन्सहरू आएर, जस्तै इक्जाम्पल हाम्रो के भन्छ यो दोचा भन्ने ब्रान्ड छ। अहिले एउटा आर्टिकल पढाएको थिएँ कि शिल्पकारहरूको नयाँ जेनेरेसन चाहिँ अब यो काष्ठकलामा इन्ट्रेस्टेड छैन भनेर। बिकज अब प्रोबब्ली हाम्रो अटेन्सन चाहिँ यस्तो चिजहरूमा जानुपर्छ होला कि नेपालको युनिक क्रिएटिभिटीलाई कसरी उ गर्ने, डिस्कस गर्नलाई जानुपर्छ होला। अनि त्यो चिज भने डिस्कसनबाट आउने कुरा हो। सो यहाँ चाहिँ स्पिचलाई रोक्न खोजेर चाहिँ अब कहाँ जाने त भन्ने चिजहरू यो यङ माइन्ड्सको दिमागलाई नै अलिकति ल सोच, तर यति परिधिभित्र बसेर सोच है भन्न थालियो कि। अनि यो चाहिँ प्रब्लमेटिक हो। यसबाट केही पनि बेटर रिजल्ट चाहिँ आउँदैन। विनायक अनि कन्टेन्ट क्रिएटर्सहरूलाई रिक्वेस्ट गऱ्यो एउटा, तिमीहरू मिलेर यो के अरे सोसियल मिडियामा हाम्रो नेताहरूले के लेखेका छन् अहिलेसम्म उपद्रो कुराहरू सब कुरो कलेक्सन गरेर एउटा राम्रो बनाइदिन पायो भने त कि पब्लिकको भ्युइङको लागि जाउँ न। अस्ति हाम्रो प्लान छ लाइभ यसमा जाउँ गरौँ न, कलेक्ट गरौँ न। लाइभ गएर हाम्रो चाहिँ 6-7जना बसेर लाइभमा बसेर यस्तै डिस्कस गर्ने प्लान छ। I'd be more than happy to contribute, let me know. मजाले बस्नु न, नयाँ नयाँ मान्छेहरू आएर होइन, त्यो पनि एउटा प्रकारको क्रिएटिभिटी हो। आइडियाजहरू डिस्कस भइरहेछ बिल पास नभएसम्म होइन। बिल पास भएपछि त आइडियाज डिस्कस गर्न पाइएन। ल अब के बाँकी छ कि आफ्नो के अरे च्यानलबाट मात्रै बोल्ने हो? मेरो त 6 महिना चाहिँ भिडियो हालेको छैन, मैले के बोल्ने मैले। तर केही बाँकी छैन, मैले अघि फ्रस्ट्रेसन पनि निकालिसकेँ होइन। मैले भने हाल्यो नेपाल सरकार मेरो 15 वटा अकाउन्टसँग डराइराख्नु, त्यति मात्रै हो। कोही पनि मान्छेले बोल्दाखेरि चाहिँ बोल्न खोज्दाखेरि आफ्नो आइडिया सेयर गर्नु पर्दाखेरि 10-15 चोटि सोच्न नपरोस्, त्यही नै हो। All right. Thank you. Thank you. Yeah. Thank you, Hari.